ल क्लासको सेड्युल रुटिन टाइम तपाईँहरूले पक्कै पनि पाउनुभएको होला। अब आजदेखि तपाईँहरूलाई तपाईँहरूले पढ्नुपर्ने है सबै प्रदेश विशेष अब विषयगत कुरालाई चाहिँ हाम्रो सङ्घ प्रदेश स्थान तह फल्नु प्रदेश भनेर भनिराख्नु पर्दैन। विषयगत कुराहरू पढ्नुपर्ने कुराहरू जहाँ गए पनि त्यही हो। समग्रमा चाहिँ हामीले सिलेबसमा भएको कुराहरूलाई कभर अप गर्ने हो है। ल म तपाईँहरूलाई यो ट्युटोरियलको यो अनलाइन प्लेटफर्ममा दुईवटा विषयमा सहजीकरण गर्छु। एउटा प्लान्ट प्रोटेक्सन र अर्को चाहिँ सोइल साइन्स है त। ल अब कति धेरै साथीहरूले चिन्नुहुन्छ पनि होला। केही साथीहरू नयाँ हुनुहुन्छ भने अब हाम्रो चिन्जान हुन्छ है। ल म अर्को डिभाइसदेखि पनि यहाँ कनेक्ट हुँदैछु। म स्क्रिन पनि अब तपाईँहरूलाई सेयर गर्छु है त। अनि सबैजना साथीहरूलाई मेरो के रिक्वेस्ट भन्दाखेरि अगाडि कपी र तपाईँको पेन चाहिँ लिएर रेडी भएर बस्नु होला। किन भन्दा पढ्नुपर्ने मेटेरियल बुकमा पनि छ जहाँ पनि छ होइन, तर कति पढ्ने के पढ्ने कसरी पढ्ने भन्ने कुरा चाहिँ तपाईँहरूलाई क्लासमा थाहा हुने हो है। त्यही भएर साथीहरूले चाहिँ कपी र पेन लिएर बस्नु होला। सबैजना साथीहरू है रेडी भएर। ल अब हामी चाहिँ क्लास स्टार्ट गरिहालौँ। अब हाम्रो यो तपाईँहरूलाई मैले फर्स्ट पेपरको हकमा चाहिँ त्यो कमान्डो सिरिजमा हुन्छ। अनि यो क्लास भनेको अब तपाईँहरूले पढ्ने सेकेन्ड पेपर हो, अनि त्यसैबाट खासमा फर्स्ट पेपर ड्राइभ गर्ने हो, ठिक छ। र फर्स्ट पेपर भनेर चाहिँ तपाईँहरूलाई मैले त्यो एकदम इक्जाम नियर भएको कन्डिसनमा मात्र गराउँछु है, यति कुरा बुझ्नु होला। ल मैले यति कुराहरू तपाईँहरूलाई सेयर गर्दै आजको सेसन चाहिँ म स्टार्ट गरिहाल्छु। ल आफ्नो साथीहरू कोही हुनुहुन्छ भने बाँकी टाँकी सबै साथीहरूलाई इन्फर्म गर्नु होला। क्लास हामीले स्टार्ट गरिसक्यौँ है। हामीले चाहिँ आज प्लान्ट प्रोटेक्सनदेखि चाहिँ सुरु गर्छौँ। प्रोटेक्सन सकौँ त्यसपछि सोइल अलिकति कम टाइम लिन्छ, सोइललाई धेरै टाइम लाग्दैन, प्रोटेक्सनलाई अलिकति टाइम लाग्छ। ल होस्टमा को हुनुहुन्छ? मलाई अर्को डिभाइसमा पनि सरोज छेत्री भनेर म आउँदैछु। अर्को डिभाइसमा पनि मलाई यसो एलो गर्नु होला, साथीहरूको म्यासेज हेर्न सजिलो हुन्छ। ल सबैजना साथीहरू रेडी हुनुहुन्छ होइन? देखेन सर भन्नुभएको छ, रोक्नु है, म यहाँ अर्को डिभाइसले हेर्नु त सरोज छेत्री भनेर अर्को डिभाइस सरोज छेत्री भनेर सरी 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 सरोज छेत्री भनेर अर्को डिभाइसदेखि म आइरहेको छु। ल मलाई एलो गरिदिनु होला है। ल आइसक्यो, फर्स्ट पेपरको लागि तयारी गराउनुहोस् है भन्नुभएको छ। फर्स्ट सेकेन्ड दुइटै हुन्छ रमिलाजी। तपाईँ ल कसले रमिलाजीले सोध्दै हुनुहुन्छ, तपाईँ ढुक्क हुनुहोस् न, पहिला हामी पढौँ त्यसपछि हामी लास्टमा कुरा गरौँला है। पहिला हामी पढौँ। ल अब म तपाईँहरूलाई ढिलो नगरी स्क्रिन सेयर यहाँनिर गरेर जाँदैछु। स्क्रिन सेयर गरौँ। कुनै एउटा मलाई यहाँ स्पेस भयो हुन्छ, कपी र पेन लिएर तपाईँहरू रेडी भएर बस्नु होला। ल स्क्रिन पनि मेबी तपाईँहरूलाई यहाँ अब देखाइसकेको छ। सरी। ल मैले यहाँ थोरै स्पेस भएको ठाउँमा चाहिँ रफ गर्दैछु है साथीहरू। ल यो हाम्रो ब्ल्याङ्क पेज। हामी आजदेखि सुरु गर्दैछौँ प्लान्ट प्रोटेक्सन, बाली संरक्षण। ल बाली संरक्षण हामी सुरु गर्दैछौँ, जसलाई हामीले के भन्छौँ, प्लान्ट प्रोटेक्सन भनेर भन्छौँ हो। अब यो हामीले चाहिँ दुइटैलाई चाहिँ अल टुगेदर इन्टोमोलोजी र प्याथोलोजी दुइटैलाई पढ्ने भएको हुनाले चाहिँ हामीले यसलाई चाहिँ के भने हो त, प्लान्ट प्रोटेक्सन भन्न खोजे हो। ल अब यसमा चाहिँ साथीहरूले सबैभन्दा पहिला के बुझ्नु पऱ्यो भन्दाखेरि म अहिले लेखिनँ, तपाईँले सिलेबस हेर्नु होला। र सिलेबसको कुनै टपिक छुट्यो भने तपाईँले मलाई इन्फर्म गर्नु होला। म सर भन्छु मात्र, ठिक छ, सर भन्छु मात्र। तपाईँहरूले बाली संरक्षणमा चाहिँ हरेक सङ्घ प्रदेश स्थानीय त जुनसुकै प्रदेश जहाँसुकै इक्जाम दिए पनि बाली संरक्षणमा चाहिँ आउने कुराहरू के हुन् भन्ने कुरा म लेख्दिनँ है। लेख्दाखेरि अलिकति यहाँ टाइम लस हुन्छ। म तपाईँहरूलाई
सर र भन्छु, तपाईँले ट्याली गर्नु होला, केही छुट्यो भने सर यो छुट्यो है भन्नु होला, ठिक छ। ल, हाम्रो चाहिँ अब सबैभन्दा धेरै लेन्दी पढ्नुपर्ने टपिक भनेको बाली संरक्षणमा चाहिँ रोग किरा र विभिन्न शत्रुजीव अनि तिनीहरूको व्यवस्थापन, ठिक छ। पहिचान, लक्षण, पहिचान अनि तिनीहरूको सही व्यवस्थापन भनेर भन्छ। रोग किरा भनेको हामीलाई इन्सेक्ट पेस्ट एन्ड डिजिज भन्ने टपिक चाहिँ एकदम धेरै पढ्नुपर्ने चाहिँ टपिक हो, ठिक छ। इन्सेक्ट पेस्ट एन्ड डिजिज चाहिँ धेरै पढ्नुपर्ने चाहिँ टपिक हो है। त्यसपछि आएर इन्सेक्ट पेस्ट एन्ड डिजिज पछि अर्को लेन्दी टपिक भनेको इन्सेक्ट पेस्ट एन्ड डिजिज पछि तपाईँहरूलाई चाहिँ अर्को चाहिँ लेन्दी टपिक भनेको चाहिँ पेस्टिसाइडबाट हो है, पेस्टिसाइडबाट हो है। मेन अब मैले यहाँ सबै चाहिँ लेख्दिनँ, ठिक छ। सुरुमा चाहिँ मैले के भने भन्दाखेरि रोग किरा अनि विभिन्न शत्रुजीवहरू तिनीहरूको चाहिँ क्षतिको लक्षण पहिचान र व्यवस्थापन भनेर भन्छ, तपाईँहरूको यो सुरुमै दिएको छ हो। यो भनेको तपाईँको चाहिँ इन्सेक्ट हो, इन्सेक्ट पेस्ट हो, इन्सेक्ट पेस्ट एन्ड एन्ड डिजिज भनेर चाहिँ पढ भनेको छ हो। यो भनेको रोग किरा पढ भनेको हो नि त हामीलाई, होइन, मुख्य मुख्य बालीको चाहिँ रोग किरा पढ भनेको हो। त्यसपछि अर्को चाहिँ हामीलाई के पढ भनेको छ भन्दाखेरि जीवनाशक विषादीको बारेमा हो, जीवनाशक विषादीको बारेमा पढ भनेको छ। अर्को चाहिँ जीवनाशक विषादी भनेको तपाईँले समग्रमा बुझ्दाखेरि चाहिँ पेस्टिसाइडको बारेमा पढ भनेको। अब पेस्टिसाइडको बारेमा के पढ्ने त भन्दाखेरि यसको परिभाषा, यसको चाहिँ अवधारणा, यसको इतिहास, यसको प्रयोग, यसका असरहरू, यसका चाहिँ वर्गीकरण। मुख्य भनेको चाहिँ पेस्टिसाइडमा चाहिँ मुख्य क्वेसन आउने भनेको क्लासिफिकेसनबाट फर्स्ट पेपर र सेकेन्ड पेपर दुइटैमा विषादीको वर्गीकरण हो। जस्तै सिम्पली तपाईँहरूलाई मैले इक्जाम्पल भनिदिउँ, डब्लुएचओको अनुसार चाहिँ विषादीलाई वर्गीकरण गर भनेर भनिदिन्छ कहिलेकाहीँ। कहिलेकाहीँ यसले चाहिँ वातावरणमा चाहिँ पर्ने तपाईँको चाहिँ वातावरणमा क्षय भएर जाने अथवा वातावरणमा हुने प्रभावको आधारमा चाहिँ विषादीको वर्गीकरण गर भनेर भन्छ। कहिलेकाहीँ तपाईँको फर्मुलेसनबाट चाहिँ विषादीको वर्गीकरण गर भनेर भनिदिन्छ हो। कहिलेकाहीँ तपाईँको रासायनिक संरचनाको आधारमा गर भनिदिन्छ। कहिलेकाहीँ चाहिँ कार्य प्रकृतिको आधारमा गर भनिदिन्छ, होइन, कार्य प्रकृति। यसरी हामीले चाहिँ के गर्छौँ त भन्दाखेरि विभिन्न बेसिसमा चाहिँ विषादीलाई चाहिँ के गर्छौँ त क्लासिफाई गरेर पढ्छौँ हो। यो एउटा तपाईँको लामो टपिक छ। त्यसपछि आएर तपाईँको विषादी सक्ने बित्तिकै हाम्रो सुरु हुन्छ के भन्दाखेरि तपाईँको चाहिँ मौरी पढ भनेको छ, मौरी। त्यसपछि आएर रेशमसँग सम्बन्धित कुराहरू पढ भनेको छ। र त्यसै गरी चाहिँ तपाईँको चाहिँ च्याउ खेतीको बारेमा चाहिँ नेपालमा व्यावसायिक हुने च्याउ खेतीको बारेमा पढ भनेको छ है। जस्ट म सिलेबसको मात्र कुरा गर्दैछु। र यी भनेको अलिकति एक दुई तिन, यो तिनवटा टपिक भनेको अलिकति लामो टपिक, लेन्दी टपिक, अलिकति समय लिनुपर्ने टपिकहरू होइन छन् भने अब बाँकी टाँकी टपिकहरू भनेको तपाईँको आरबिपिआरको कुरा छ। त्यसपछि आएर पेस्ट रिक्स एनालाइसिसको कुरा छ हो, एनालाइसिस। मैले यो तपाईँलाई सिलेबसको बारेमा किन भन्दैछु भन्दा के पढ्ने हो भन्ने कुरा थाहा नभइकन पढाइ सुरु गर्ने होइन साथीहरू। पहिला के पढ्ने हो भन्ने थाहा पाउने। आरबिपिआर, पेस्ट रिक्स एनालाइसिस, त्यसपछि आएर सर्वेलेन्सको कुरा छ हो। त्यसपछि आएर तपाईँको चाहिँ आरबिपिआर, पेस्ट्रिक्स एनालाइसिस, सर्वेलेन्स। त्यसपछि आएर तपाईँको चाहिँ प्लान्ट क्लिनिकको बारेमा पढ भनेको छ। अनि कता कति तपाईँको गुड एग्रिकल्चर प्र्याक्टिसेसको जिएपीको बारेमा पनि पढ भनेको छ। त्यसपछि आएर बोडेक्स मिक्सर अथवा बोडेक्स मिक्सर अथवा बोडेक्स पेस्टको बारेमा चाहिँ पढ भनेको छ, होइन, बोडेक्स पेस्टको बारेमा चाहिँ पढ भनेको छ। मैले सङ्घको भने होइन है, सुन्नु है जमुनाजी, मैले के भनेको छु भन्दा सङ्घ, प्रदेश, स्थानीय तह, सङ्घ संस्था, लिमिटेड कम्पनी, जहाँसुकै दिनुहुन्छ, जहाँसुकै दिनुहुन्छ, यही हो सोध्ने सिलेबस, यही हो तपाईँहरूको सिलेबसमा भएको टपिकहरू नै यही हो है। बुझ्नु भएको छ नि, सिलेबसमा भएको टपिक नै यही हो, तपाईँले पढ्नुपर्ने नै यही हो। त्यही भएर मैले सर र यसको रफली तपाईँहरूलाई चाहिँ यो एउटा स्केच गराइदिँदैछु कि सिलेबस बार बार कुन प्रदेशको लागि के पढ्ने भनेर कन्फ्युजन नहुने, सर र पढ्नै जाने, ठिक छ। ल, इन्सेक्ट पेस्ट एन्ड डिजिज, जीवनाशक विषादी, विषादीको इतिहास, विषादीको परिभाषा, अवधारणा, वर्गीकरण, प्रयोग, त्यसका असरहरू, व्यवस्थापनहरू सबै। नेपालमा विषादी परेको अवस्था के छ, होइन, प्रतिबन्धित विषादी। त्यसपछि आयो तपाईँको डर्टी डोजेन्स अन्तर्गतका केमिकलहरू, सबै सबै अल टु अल, ठिक छ। जुन प्रदेशलाई नै मिल्छ, जुनसुकै प्रदेशमा जानु। भोलि तपाईँले मलाई के भन्नुहोस् भन्दाखेरि सर फल्नु प्रदेशमा यो टपिक छैन, जुन के अरे यो टपिक चाहिँ छ जुन तपाईँले छुटाउनु भयो भनेर, त्यस्तो छ भने मलाई भन्नु होला। नभए चाहिँ यो एज अ होलको है। ल, मौरी रेशम च्याउ खेतीको बारेमा जहाँ पनि पढ्ने टपिक यही हो, आरबिपिआर। त्यसपछि आयो तपाईँको पेस्ट्रिक्स एनालाइसिस, सर्वेलेन्स, प्लान्ट क्लिनिक, जिएपी गुड एग्रिकल्चर प्र्याक्टिसेस। त्यसपछि आयो तपाईँको चाहिँ बोरेक्स पेस्ट हो। त्यसै गरी तपाईँको चाहिँ प्लान्ट क्वारेन्टिनको बारेमा नि पढ भनेको छ, होइन, प्लान्ट क्वारेन्टिन। यिनी भनेको के हो त भन्दाखेरि प्लान्ट क्वारेन्टिन यिनी भनेको छिटपुट टपिकहरू हुन् है। यिनी भनेको के छिटपुट टपिकहरू, जस्तै आरबिपिआर, पेस्ट्रिक्स एनालाइसिस। त्यसपछि अर्को छ यो के अरे
ल्याबोरेटरी डायग्नोसिस भनेर पनि छ हो। पेस्ट ल्याबोरेटरी डायग्नोसिस अथवा ल्याबोरेटरी डायग्नोसिस अफ पेस्ट भनेर पनि छ, अथवा ल्याबोरेटरी डायग्नोसिस अफ डिजिज भनेर छ। त्यो भनेको तपाईँको चाहिँ प्रयोगशाला निदान सेवा भनेर पनि कथा कथी तपाईँले सुन्नुभयो होला। हो, के भनेको छ नेपालीमा लेखिदिएँ मैले, प्रयोगशाला निदान, होइन, प्रयोगशाला निदान सेवा भनेर पनि छ हो। प्रयोगशाला निदान सेवा भनेर पनि तपाईँहरूले सिलेबसमा कथा कथी भेट्नुहुन्छ। त्यस्तै गरेर तपाईँको चाहिँ अरू के कुरा गरेको छ, आरबिपिआर पेस्ट्रिक्स एनालाइसिस भयो, त्यसपछि आएर सर्वे सर्भिलेन्स भयो, होइन। त्यसपछि आएर तपाईँको चाहिँ प्लान्ट क्लिनिक ग्याप भयो, बढी। अब यिनी भनेको सर्ट टपिकहरू क्या, छिटफुट अथवा सर्ट टपिकहरू भनेर बुझ्नु होला, यिनी यिनी भयो। त्यसपछि अब पाँचौँ नम्बरमा मैले लेख्छु यहाँ नीति तथा नियमसँग सम्बन्धित भनेको तपाईँको चाहिँ जीवनाशय विषादी व्यवस्थापन ऐन, जीवनाशय विषादी व्यवस्थापन नियमावली, बाली संरक्षण ऐन, बाली संरक्षण नियमावली, होइन, गरेर छ। अब यो भनेको मैले सर्टकटमा लेखेँ, जीवनाशक विषादी हो, जीवनाशक विषादी व्यवस्थापन ऐन भनेर छ, र तपाईँको नियमावली भनेर छ, नियमावली भनेर छ। त्यसपछि आएर यसमै मैले कमा दिएर लेखेँ बाली संरक्षण, बाली संरक्षण एन्ड त्यसपछि आएर अर्को के छ त, यसकै नियमावली छ। यसबाट नै क्वेसनहरू हामीलाई रेज हुन्छ। ल, यो भनेको हामीले पढ्नुपर्ने यी टपिकहरू हो, मुख्य गरी हामीले पढ्नुपर्ने, ठिक छ। मुख्य गरी हामीले पढ्नुपर्ने भनेको यिनै हो है। ल, अब भन्नुहोस् मलाई कुन टपिक छुटे जस्तो लाग्यो। ल, छुटेको टपिक केही छ भने छुटेको, र मेरो अहिले रिसेन्टली मेरो माइन्डमा चाहिँ नआएर मैले यहाँ लेख्न छुटाएको टपिक ल भन्नु त, सिलेबसमा भएको है छ केही छ भने भन्नुहोस्, म अब यहाँ लेख्दै जान्छु। त्यस्तो छ भने आइपिएम भनेको चाहिँ हामीले यो शत्रुजीवको व्यवस्थापन भन्नेमै हामीले आइपिएम पढ्छौँ है। कसले राम्रो लेख्नु भयो आइपिएम, आइपिएम भनेको यो इन्सेक्ट पेस्ट एन्ड डिजिजमा हामीले पढ्दाखेरि चाहिँ, अथवा तपाईँले छुट्टै टपिक चाहिँ आइपिएम एफएफएस भन्दा पनि फरक पर्दैन, आइपिएम स्ल्यास एफएफएस भन्दा पनि फरक पर्दैन। तर यो हामीले कहाँ पढ्छौँ त भन्दाखेरि यो रोग किराको व्यवस्थापन पढ्दाखेरि चाहिँ आइपिएम भनेकै एकीकृत शत्रुजीव व्यवस्थापन हो। जहाँ चाहिँ पेस्ट भनेको शत्रुजीव हो भने यसको व्यवस्थापन भनेको एकीकृत शत्रुजीव व्यवस्थापन हो, त्यहाँभित्र चाहिँ हामीले पढ्छौँ, त्यसमा समस्या छैन है। आइपिएम र एफएफएसलाई हामीले छुट्टै राख्दा पनि भयो, तर माथि चाहिँ आइसक्छ, पेस्टमा यसले कभर अप गरिसक्छ। ल, अरू केही छ भन्नु त। ल, यत्रो 70+ साथीहरू हुनुहुन्छ है, 70+ साथीहरू हुनुहुन्छ। ल, ग्याप आइसक्यो, जिएपी यहाँ आइसक्यो, गुड एग्रिकल्चर प्र्याक्टिसेस। ल, अरू भनौँ, केही छ, केही छ भन्नु त। यी टपिकहरूले चाहिँ लिड गर्न नसक्ने त्यस्तो सब टपिकहरू अथवा केही छ। ल, केही छिटफुट छ भने यहाँ लेख्दै गरौँला। अब चाहिँ तपाईँहरूले आफ्नो कलम चलाउनु चाहिँ सुरु गर्नु पर्यो है। ल, ल, अब हामी सरासर लेख्न सुरु गरौँ है। सरासर लेख्न सुरु गरौँ। म सँगसँगै लेख्नु होला, केही क्वाइरिजहरू भयो भने ट्याक्क चाहिँ कमेन्टमा राख्नु होला है। ल, म तपाईँहरूको यहाँ कमेन्ट सँगसँगै सुरु गर्छु। ल, यसबाहेक केही छ भने तपाईँहरूको चाहिँ मलाई भन्नु होला, यसमा एड अन गरौँला, त्यसलाई समस्या भएन है। पोस्ट हार्भेस्ट लस भन्नुभएको छ। ल, पोस्ट हार्भेस्ट लस भनेको खासमा तपाईँको उत्पादन उपरान्त हुने क्षतिहरू भनेर चाहिँ खासमा तपाईँको हर्टिकल्चरमा पढ्ने हो। तर हामीले यहाँ पढ्ने भनेको चाहिँ के हो त भन्दा, हो यो पेस्टभित्रै आउँछ त्यो। रोग किराले त तपाईँको खेतमा मात्र चाहिँ असर गर्दैन नि त, यसले त के गर्छ, तपाईँको खडा बालीमा नै क्षति दिन्छ, के क्षति गर्छ, अनि तपाईँको स्टोरेजमा पनि क्षति गर्छ। त्यही भएर यहाँ पेस्टभित्रै आउँछ है, त्यो पनि पेस्टभित्रै आउँछ। ल, सर जैविक तथा वनस्पतिक विधिबाट के भन्नुभएको छ, बाली संरक्षण भन्नुभएको छ। सबै यहीँ पहिलो टपिक हो कि यो पहिलो टपिक मैले यहाँ सर्टकटमा लेखेँ पनि तपाईँले के बुझ्नु पऱ्यो भन्दाखेरि, यो पहिलो टपिकले भनेको कुरा के हो भन्दा, बाली बिरुवामा लाग्ने मुख्य मुख्य रोग किरा शत्रुजीव तथा तिनीहरूको व्यवस्थापन। अब जस्तै यहाँ तपाईँलाई सर यहाँ त के अरे झारपातको बारेमा आएन भन्नुहुन्छ नि हो। अब यस्तरी बुझ्नु पऱ्यो क्या, यहाँ हेर्नु त, पेस्ट भनेको यो भनेको स्टोरेज ग्रेन पेस्ट पनि हो है। स्टोरेज ग्रेन पेस्ट पनि त हो नि त साथी, यो त होइन, स्टोरेज ग्रेन पेस्ट पनि हो। यो पेस्ट भनेको साथीहरू किरा पनि हो, यो पेस्ट भनेको रोग पनि हो, अनि यो पेस्ट भनेको मुसा पनि हो, यो पेस्ट भनेको सङ्खे किरा पनि हो, सङ्खे किरा पनि हो, यो पेस्ट भनेको चाहिँ तपाईँको एसिएआरआई यानि एकारिन पनि हो, अनि यो पेस्ट भनेको के हो त साथीहरू, झारपात पनि हो। ल, हेर्नु त, सबै कुरा आएन त, यो सबै कुरा पढिन्छ पनि, यिनीहरूको व्यवस्थापन पनि हामीले पढिन्छ नि त, म्यानेजमेन्ट पनि त पढिन्छ नि त। हो भनेपछि पेस्ट भनेको सानो कुरा होइन क्या साथीहरू, होइन, त्यस्तो जीव
त्यस्तो चाहिँ तपाईँको लिभिङ अर्गानिजम्स हो, त्यस्तो लिभिङ अर्गानिजम्स जसले हाम्रो बाली बिरुवालाई कुनै न कुनै माध्यमबाट क्षति गरिरहेको छ। त्यस्ता त्यस्ता किसिमका जीवहरूलाई हामीले के भन्छौँ त, शत्रु जीव भनेर भन्छौँ। रोग, किरा, चरा, मुसा, झारपात, चम्के किरा, एकाधिन होइन, सबै। यो पेस्टमा स्टोरेज ग्रेन पेस्ट पनि आउँछ, जुन हाम्रो पोस्ट हार्भेस्टभित्र पर्ने भन्न खोजेको। ठिक छ। ल अब तपाईँलाई लाग्न सक्छ सर यहाँ त तपाईँले फेरोमेन लुर, फेरोमेन ट्र्यापहरूको त केही कुरै गर्नु भएन भनेर भन्नुहुन्छ हो। त्यो भनेको अब कहाँ आउँछ त, व्यवस्थापनमा आउँछ, जुन भनेको आइपिएमभित्र चाहिँ हामीले पढिन्छ त्यो सबै। बुझ्नु भएको छ नि, आइपिएमभित्र पढिन्छ हामीले। फेरोमेन लुर, फेरोमेन ट्र्याप होइन, सबैको बारेमा चाहिँ यहाँभित्र पढिन्छ हामीले। ठिक छ। त्यही भएर मैले यसलाई सर्टकटमा लेखेँ हो कि माथि है, त्यही भएर मैले यसलाई सर्टकटमा लेखेँ हो भनेर बुझ्नु होला। ल अब ढिलो नगरिकन टपिक लेखौँ त साथीहरू। आजको पहिलो टपिक लेखौँ ढिलो नगरिकन। ल खाद्यान्न बालीको मुख्य रोगहरू भनेर लेख्नुहोस्। अब पहिलो टपिक इन्सेक्ट पेस्ट एन्ड डिजिज एन्ड देयर म्यानेजमेन्ट भन्ने, अथवा बाली बिरुवामा लाग्ने मुख्य चाहिँ रोग, किरा, शत्रुजी र तिनका व्यवस्थापन भन्ने तपाईँहरूको सिलेबसको पहिलो युनिटबाट चाहिँ पहिलो एउटा टपिक अब के लेख्नुहोस् त भन्दाखेरि हाम्रो खाद्यान्न बालीमा हो, खाद्यान्न बालीमा बालीमा लाग्ने लाग्ने मुख्य रोग, तिनका लक्षण, तिनका लक्षण र व्यवस्थापन। ल हेर्नु त तपाईँहरूलाई सेकेन्ड पेपरमा सिधै यो क्वेसनै सोधिन्छ क्या सिधै। सेकेन्ड पेपर के भनेर सोध्छ, धान बालीका कुनै मुख्य पाँचवटा रोगहरू, तिनीहरूको पहिचानको लक्षणहरू र व्यवस्थापनका तरिकाहरू लेख्नुहोस् भनेर आउँछ। कहिले सिम्पली नाम मात्र सोधिन्छ, नाम र कजल अर्गानिजम लेख्नुहोस् भनेर चाहिँ सोधिन्छ है। ल धान बालीमा लाग्ने मुख्य रोग, तिनका लक्षण र व्यवस्थापन भन्ने चाहिँ छ हो। ल अब यसमा चाहिँ हामीले अब यहाँ खाद्यान्न बाली है, खाद्यान्न बाली भन्ने बित्तिकै दिमागमा के राख्ने भन्दाखेरि धान, गहुँ, मकै। हामीले मुख्य गरी पढ्ने भनेको चाहिँ यसमा राइस, त्यसपछि आएर मेज, अनि त्यसपछि आएर तपाईँको चाहिँ विट है। राइस, मेज र विटको हो यहाँ हामीले मुख्य गरी पढ्ने। इक्जाममा नि हामीलाई सोध्ने यही हो भनेर चाहिँ बुझ्नु होला। प्रायः जस्तो आउने चाहिँ यही देखियो है। योभन्दा तपाईँको बाहिरदेखि चाहिँ आउँदैन। ठिक छ। ल अब यसमा चाहिँ साथीहरूले के बुझ्नु पर्यो भन्दाखेरि सबैभन्दा पहिला है, सबैभन्दा पहिला चाहिँ एउटा तपाईँहरूले जस्तै मानिलिउँ धान बालीको अब एकै नम्बरमा हामीले चाहिँ पढ्ने भनेको त एकै नम्बरमा हामीले पढ्ने भनेको त धान बालीको हो। यो नयाँ कुरा होइन नि त, स्कुलमा नि पढेकै छ, कलेजमा नि पढेकै हो, जताततै पढेकै छ, लोकसेवा नि यहीँ आएर पढिरहेछौँ भने। तर लोकसेवा हामीले फरक तरिकाले पढ्छौँ साथीहरू। लोकसेवामा चाहिँ हामीले किन फरक तरिकाले पढ्छौँ भन्ने कुरा म तपाईँलाई यहाँ भन्छु। सबैभन्दा पहिला राइसको जुन डिजिजहरू छ है, डिआइएसइएएसई डिजिजहरू छ, यो डिजिजहरूको चाहिँ हामीले लिस्ट आउट गर्ने। सबैभन्दा पहिलो काम के गर्ने त, लिस्ट आउट गर्ने। ठिक छ नि, सबैभन्दा पहिलो काम चाहिँ लिस्ट आउट गर्ने भनेको जस्तै अब यहाँ लेख्दै जाने क्या साथीहरू। जस्तै नम्बर फर्स्टमा ल भन्दै जानु त, कमेन्ट गर्दै जाउँ। ल जानेका साथीले रिभाइज पनि हुन्छ, भन्दै जाउँ, कमेन्ट गर्दै जाउँ है। ल नम्बर फर्स्टमा चाहिँ के लेख्ने होला, नम्बर फर्स्टमा अब हामी चाहिँ खाद्यान्न बालीको रोगभित्र छिरिसक्यौँ। खाद्यान्न बालीको रोगमा पनि धान बालीलाई छोपिसक्यौँ हामी हो। ल हो, भेरी गुड। ल लेख्दै जाउँ, तपाईँहरूले कमेन्ट गर्दै जानुहोस्, म हेर्दै जान्छु र यसलाई चाहिँ लिस्ट आउट गर्दै जाउँ। ल सुरुमा चाहिँ के छ त भन्दाखेरि राइस ब्लास्ट होइन, हामीले छुटाउनै नहुने नाम राइस ब्लास्ट भन्छ। यसलाई के भन्छौँ त भन्दाखेरि नेपालीमा चाहिँ धान बालीको मरुवा रोग भनेर भन्छौँ। मरुवा रोग भनेर भन्छौँ धान बालीको मरुवा रोग हो। ल एक नम्बर भयो। दुई नम्बर जाउँ। अब राइस ब्लास्ट आइसकेपछि है, राइस ब्लास्ट आइसकेपछि राइस ब्याक्टेरियल ब्लाइट त नआउने कुरै भएन हो। ब्याक्टेरियल ब्लाइट हो। ब्याक्टेरियल ब्लाइट भनेको धान बालीको के हो त, धान बालीको मरुवापछि यो के हो, डढुवा हो। डढुवा रोग हो धान बालीको, डढुवा रोग। ल फटाफट ल्याउँ है साथीहरू, धान बालीको डढुवा रोग। अब आफूले जानेका रोगहरू कति छन् सबै। ल कल्पनाजीले हेड स्मट भनिदिनु भयो अब है त। हेड स्मट चाहिँ धानमा लाग्छ त, ल भन्नु त, हेड स्मट चाहिँ धानमा लाग्छ, ल भन्नु त। ल अब मैले सर यहाँ लेख्दै जान्छु। राइस ब्लास्ट भयो, ब्याक्टेरियल ब्लाइट भयो हो। हो हेड स्मट लाग्दैन, के लाग्छ, एफएलएसई फल्स स्मट लाग्छ साथीहरू है, फल्स स्मट। ठिक छ। हो भेरी गुड। सिथ ब्लाइट। त्यसपछि आएर तपाईँको चाहिँ फुट रट, हो सिथ ब्लाइट, फुट रट। त्यसपछि आएर तपाईँको हो भेरी गुड ब्राउन लिफ स्पट, ब्राउन लिफ स्पट। ल
अब नेपालीमा चाहिँ फल्स स्मार्टलाई के भन्छ? फल्स स्मार्ट भनेको सामान्य कालो पोके नै हो साथीहरू, हो, कालो पोके नै हो। त्यसपछि सिथ ब्लाइट भनेको के भन्छ त? सिथ ब्लाइट भनेको के भन्छ नेपालीमा? ल भनौँ त साथीहरू, सिथ ब्लाइटलाई के भनेर पढ्नु भएको छ? ल, धानको फेद डढुवा भनेर पढ्नु भएको होला होइन? हो, हो, फेद डढुवा भनेर पढ्नु भएको होला। फेद डढुवा भनेर पढ्नु भएको होला। त्यसपछि फुट रटलाई चाहिँ के भनेर पढ्नु भएको छ? फुट रटलाई बकाने भनेर पनि पढ्नु भएको होला, हो, बकाने रोग भनेर पढ्नु भएको होला। अनि ब्राउन लिप स्पट लेखेको छ खैरा खैरा थोप्ले खैरो थोप्ले थोप्ले रोग भनेर पढ्नु भएको होला। खैरो थोप्ले रोग भनेर पढ्नु भएको होला, बकाने रोग भनेर पढ्नु भएको होला। हो, 5 6 7 अर्को चाहिँ खैरो भन्ने बित्तिकै यहाँ खैरा डिजिज छुटाउनु भएन। खैरा डिआइएसइएस डिजिज छुटाउनु भएन। त्यस्तै गरेर आएर तपाईँको चाहिँ वाइट टिप छुटाउनु भएन है, वाइट टिप छुटाउनु भएन। त्यस्तै गरेर तपाईँको एक्वाइची भन्ने एकेआइओसिया चाहिँ एक्वाइची डिजिज भन्ने पनि छुटाउनु भएन है। मैले धानको सर र लेख्दैछु है साथीहरू, एक्वाइची छुटाउनु भएन। त्यसपछि आएर तपाईँको एक्वाइची सँगसँगै भेरी भेरी गुड एउटा चाहिँ ग्रेसी स्टन्ट, ग्रेसी स्टन्ट डिआइएसई ग्रेसी स्टन्ट डिजिज छुटाउनु भएन। त्यसपछि आएर टुङ्ग्रो, भेरी गुड, टुङ्ग्रो भाइरस डिजिज छुटाउनु भएन। त्यसपछि आएर तपाईँको चाहिँ इन्सेन्स 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 एयर रड, इन्सेन्स एयर रड जसलाई चाहिँ के पनि भन्छ त? इन्सेन्स एयर रडलाई के पनि भन्छ साथीहरू, थाहा छ कसैलाई? इन्सेन्स एयर रडलाई के पनि भन्छ? उडबट्टा डिजिज भन्छ क्या यसलाई, उडबट्टा रोग पनि भन्छ। धानमा लाग्ने है उडबट्टा रोग, यो फङ्गसले नै गर्दाखेरि लाग्ने हो। ल, ठिक छ। ल, यहाँसम्म लेख्नु के अरे सुन्नु भएको छ, लेख्नु भएको छ? लेख्दै लेख्दै जाउँ है, लेख्दै लेख्दै जाउँ। यदि तपाईँको चाहिँ के अरे लेख्दै लेख्दै जाउँ। यदि कन्फ्युजन भयो भने केही कुरामा चाहिँ ट्याक्क सोध्नु होला है। ल, लेख्दै लेख्दै जाउँ। कन्फ्युजन भयो भने अथवा कुनै डिजिट चाहिँ छुटेको छ भने चाहिँ तपाईँहरूले मलाई यहाँ भन्न सक्नुहुन्छ, मैले ट्याक्क लेखिहाल्छु है। ल, एउटा चाहिँ अझै यो के भन्छ? एल्लो ड्वार्फ डिजिज भन्ने पनि हुन्छ, यो पनि लेखिहालौँ न होइन? एल्लो डिडब्लुएआरएफ ड्वार्फ डिआइएससिएस डिजिज है, एल्लो ड्वार्फ डिजिज एउटा यो छुटेको थियो। ल, यो पनि तपाईँले ख्याल गर्नु पर्यो है। ल, अक्षर बुझेन भन्नुभएको छ कसले हो? अजयजीले बुझेन। ल, नबुझेको के छ भन्नु है, बुझिनु पर्ने हो होइन? अलि त्यति राम्रो अक्षर चाहिँ छैन। ल, कुन बुझ्नु भएन भन्नु होला है, कुन बुझ्नु भएन भन्नु होला। कति नम्बरको त्यहाँ मैले नम्बर पनि लेखाएको छु नि होइन? ल, ल, सिट ब्लाइटको कजल अर्गानिजम के हो सर भन्नु छ। म यसको सबै नालीबेली नै भनिदिन्छु। सिट ब्लाइट मात्र होइन, यो मैले तपाईँलाई माथिदेखि नै सबै सरर भनिदिन्छु, टेन्सनै नगर्नुहोस् है। ल, ठिक छ, ठिक छ। सर 10 नम्बरमा भन्नुभएको छ, 10मा चाहिँ ग्रेसी स्टन्ट, जिआरएएसएसवाई ग्रेसी, एसटियुएनटी स्टन्ट है, ग्रेसी स्टन्ट डिजिज, ग्रेसी स्टन्ट डिजिज भाइरसले गर्दा लाग्छ। टुङ्ग्रो भाइरस डिजिज, त्यो पनि भाइरसले गर्दा नि लाग्छ। 12 नम्बरको इन्सेन्स है, इन्सेन्स इआइएन है, आइएन इएन लेख्दा नि केही फरक पर्दैन। इन्सेन्स एयर रड है, इन्सेन्स एयर रड डिजिज। अर्को चाहिँ एल्लो ड्वार्फ डिजिज है। ल, मुख्य मुख्य चाहिँ यिनै हुन्। अब यहाँ कतिपय मेजर डिजिजहरू छ, कतिपय चाहिँ माइनर डिजिजहरू छ है। ल, अब यो तपाईँलाई मैले सम्झाएको मात्र हो, अब सबै हामीले लेखिहालिन्छ नि त ल है। ल, यो सम्झाएको मात्र हो है। ल, अब तपाईँहरूले चाहिँ के बुझ्नु पर्यो त भन्दाखेरि चाहिँ कन्सेप्ट बुझ्नु पर्यो साथीहरू है। मेन कुरा चाहिँ के बुझ्नु पर्यो त भन्दाखेरि कन्सेप्ट बुझ्नु पर्यो क्या। अब यहाँ त सबै सुनेकै डिजिज हो, सबै पढेकै डिजिज हो, केही नयाँ छ त यहाँ? एक दुईवटा कुनै नयाँ होला, अक्कल झुक्कल अब हुन पनि सक्छ, नहेरेको हुनसक्छ है, नयाँ हुनसक्छ। तर तर चाहिँ लगभग पढेकै डिजिज हो होइन? अब हामी चाहिँ यत्रो इन्स्टिट्युसनलाई पैसा तिरेर यहाँ किन पढिरहेछौँ त होइन? किन पढिरहेछौँ त भन्दाखेरि अब हो यहीँ तपाईँहरूलाई चाहिँ अब यसलाई सर्टकट कसरी गर्ने, के कुरा ख्याल गर्ने भन्ने कुरा हो नि त खासमा है। ल, अब यसमा चाहिँ हामीले के गर्छौँ त भन्दाखेरि तपाईँको
जति पनि माथि लिस्टेड गरिदियो नि, कतिपय कुराहरू तपाईँले सुनेको मात्र भए पनि हुन्छ क्या है। कतिपय कुराहरू तपाईँले सुनेको मात्र भए पनि हुन्छ, पुग्छ है। ल, ठिक छ। ओके। ल, अब चाहिँ हामी 1 2 3 4 गरेर चाहिँ सुरु गरौँ हो। सर र पहिला नाम मात्र थाहा पाउने, जस्ट पहिला त नाम मात्र सुनेको हुनु पऱ्यो नि त पहिला त होइन। ल, 1 नम्बरमा हामीले के लेखियो भन्दाखेरि राइस, राइस ब्लास्ट लेखियो होइन त। 1 नम्बरमा चाहिँ राइस ब्लास्ट, यसलाई चाहिँ धानको मरुवा रोग भनेर भन्छ, सबैलाई थाहा छ। नेपालीमा के भन्छ, धानको मरुवा रोग भनेर भन्छ। अब यो राइस ब्लास्ट भन्ने केले गर्दा लाग्छ साथीहरू? ब्लास्ट भन्ने बित्तिकै यो भनेको ढुसीले गर्दाखेरि लाग्छ भन्ने तपाईँलाई सबैलाई थाहा छ। र यसको कजल अर्गानिजम पनि तपाईँलाई थाहा होला, पाइरिकुलेरिया ओराइजी भन्ने तपाईँको चाहिँ कजल अर्गानिजम चाहिँ हो है। यसको धेरैलाई आइडिया छ पक्कै पनि है। फङ्गसले गर्दाखेरि चाहिँ लाग्छ, ठिक छ। अब बेसिक कुरा तपाईँले जानेकै हुनुहुन्छ, तर लेख्ने कसरी भन्ने कुरा चाहिँ के बुझ्ने भन्दा यसको अब थिम बनाउने हो क्या है। यसको चाहिँ थिम बनाउने हो। ल, सुरुमा त अब यो तपाईँहरूको फर्स्ट लेभल के हुनु पर्यो भन्दाखेरि नाम थाहा पाउनु पर्यो। सेकेन्ड लेभल भनेको अब यसको कजल अर्गानिजम थाहा पाउनु पर्यो। अब यसलाई हामीले के भन्छौँ भन्दाखेरि पाइरी कुलारिया, कुलारिया ओआरवाई जेडएई, यो सबैले पढ्नु भएको छ, यसमा हामीले टाइम लसै गर्नु पर्दैन क्या। अब यहाँ कति साथीहरूले अघि यहाँ सोधिसक्नु भयो, सर कजल अर्गानिजम के हो भनेर। म क्लियरली तपाईँलाई एउटा कुरा कन्फिडेन्टली के भन्छु भन्दा साथीहरू, कजल अर्गानिजम पढ्नलाई क्लास आउने होइन। यति कुरा चाहिँ बुझ्नु होला है। अब जसले सोध्नुभयो सोधेको नराम्रो चाहिँ होइन। कजल अर्गानिजम पढ्नलाई तपाईँ यहाँ मसँग क्लास आउनुपर्छ। लोकसेवाको चाहिँ यत्रो पैसा तिरेर तपाईँ क्लास आउनुपर्छ कजल अर्गानिजम पढ्नलाई। स्कुल कलेजमा पढ्ने हो साथीहरू, बिर्सिनु भएको छ भने अब के गर्ने? बिर्सिनु भएको छ भने अब त्यसलाई रिभाइज गर्ने हो क्या। यो पाइरिकुलरिया ओराइजी भन्ने त तपाईँलाई थाहा छ नि त। अथवा पाइरिकुलरिया ओराइजी आएन भने म्याग्ने पोर्थे ग्रिसी भनेर आउँछ साथीहरू। अर्को के भनेर आउँछ? म्याग्ने पोर्थे, म्याग्ने पोर्थे ग्रिसी भनेर आउँछ है। म्याग्ने पोर्थे ग्रिसी भनेर पनि आइदिन्छ कहिलेकाहीँ। यदि तपाईँको चाहिँ बाइरिकुलरिया ओराइजे नै आउँछ भन्ने हुँदैन, कहिलेकाहीँ म्याग्ने पोर्थे ग्रिसी आउँछ हो। यस्ता कुराहरू चाहिँ केही अलिकति एक्स्ट्रा कुराहरू छ भने नोट गर्ने, टिप्ने होइन। त्यो चाहिँ गर्नु पर्यो। तर पाइरिकुलरिया फङ्गसले गर्दा, अब यो कतिले थाहा नै हुँदैन फेरि होइन, यो ढुसीले गर्दा लाग्छ भन्ने चाहिँ ख्याल गर्नु पर्यो। पाइरिकुलरिया म्याग्ने पोर्थे भनेको के हो त भन्दाखेरि फङ्गस हो, ढुसी हो, ठिक छ। ल, यहाँसम्म चाहिँ साथीहरूले चाहिँ ख्याल गर्नु पर्यो है। ल, अब यिनीहरूको बेसिक भन्ने भने ब्लास्टमा तपाईँले के कुरा चाहिँ सम्झिनु होला, अलिकति ब्याकग्राउन्ड सम्झिने हो भने चाहिँ यो डिजिज है, यो डिजिज चाहिँ तपाईँको सन् 1637तिर सबैभन्दा पहिला है। यो भनेको तपाईँको 1637 एडीतिर सबैभन्दा पहिला चाइनामा चाहिँ स्पट भएको भनेर भन्छ। फर्स्ट स्पट भनेको पहिलो पटक देखिएको, ठिक छ। पहिलो पटक चाहिँ 1637को टाइमतिर है, 16औँ शताब्दीको टाइमतिर, अर्लियर 16th भनेर भन्छ। त्यतिखेर चाहिँ 1637तिर चाहिँ फर्स्ट टाइम चाहिँ त्यहाँ देखिएको भनेर भन्छ। अब नेपालको केसमा चाहिँ यो तपाईँको 2000, हामीले अब रिफरेन्स अनुसार चाहिँ 2023, विक्रम सम्वत 2023तिर चाहिँ नेपालमा चाहिँ यो रेकर्ड गरेको भनेर भन्छ है। पहिलो पटक चाहिँ रेकर्डेड भनेर भन्छ। अब यो तपाईँलाई बेसिक कुरा है, बेसिक कुरा जाने पनि हुन्छ नजाने पनि हुन्छ, कहिलेकाहीँ फर्स्ट पेपरमा सोध्न पनि सक्छ, ठिक छ। 2023 सालमा चाहिँ नेपालमा चाहिँ उ गरेको भनेर चाहिँ भन्छ। अब हामीले यहाँ के थाहा भयो त भन्दाखेरि सामान्य नाम है, नेपाली नाम, इङ्ग्लिस नाम, कजल अर्गानिजम र केही ब्याकग्राउन्ड अलिकति कहिलेकाहीँ सोधिदिन्छ यो के अरे तपाईँको चाहिँ फर्स्ट पेपरमा हो। अब हामीले पढ्नुपर्ने मुख्य कुरा के हो भन्दाखेरि साथीहरू सिम्टम्स हो क्या। यसको चाहिँ पढ्नुपर्ने मुख्य कुरा के हो? सिम्टम्स, जसले हामीले के भन्छौँ नेपालीमा लक्षण भनेर भन्छौँ क्या। कसरी चिन्ने त यो रोगलाई भनेको हो नि त लक्षण भनेको। ल, अब जहिले पनि ख्याल गर्ने, इक्जाममा सेकेन्ड पेपरमा यस्तरी लेख्दै पनि हुन्छ साथीहरू, केही फरक पर्दैन। मैले जुन जसरी तपाईँले यहाँ भनेको छु यस्तै तरिकाले चाहिँ स्केलेटन बनाएर लेखिदिँदा पनि केही फरक पर्दैन। अब यिनीहरूको लक्षणको कुरा गरौँ। लक्षणको कुरा गर्दाखेरि जहिले पनि तपाईँको चाहिँ यसको लक्षणलाई हामीले सबैभन्दा पहिला 3 भागमा चाहिँ क्लासिफाई गर्नुपर्छ। ब्लास्टको हकमा चाहिँ मरुवा, धानको मरुवा रोगको लक्षण तपाईँले 3 भागमा यसरी बाँड्ने। 3 भागमा किन बाँड्ने भन्दाखेरि अब ब्लास्ट छुट्टियो क्या साथीहरू। ब्लास्ट अब हामीले छुट्यायौँ। कसरी छुट्याउने भन्दाखेरि सबैभन्दा पहिला चाहिँ के, धानको मरुवा रोगको ब्लास्ट भनेको मरुवा पनि कस्तो हुन्छ भन्दाखेरि पात मरुवा हुन्छ। त्यसपछि आएर तपाईँको चाहिँ बालामा चाहिँ मरुवा देखिन्छ होइन, मरुवाको लक्षण। र आँख्लामा हुने मरुवा भनेर भन्छ। पातमा हुने मरुवालाई हामीले के भन्छौँ साथीहरू? लिफ ब्लास्ट भनेर भन्छौँ। त्यसपछि आएर तपाईँको बालामा हुने, बाला अथवा बालाको घाँटीमा भनेर भन्छ। बालामा हुनेलाई हामीले के भन्छौँ? पेनिकल,
पेनिकल ब्लास्ट भनेर भन्छौँ। पेनिकल ब्लास्टलाई अर्को चाहिँ हाम्रो के भन्छ त, नेक ब्लास्ट पनि भन्छ है। ठ्याक्क पेनिकल भन्दा तलपट्टि देखिने नेक ब्लास्ट भनेर भन्छ है। लिफ भनेको पातमा देखिने सबैलाई थाहा छ। पेनिकल भनेको बालामा देखिने। नेक भनेको त्यो बालालाई अडाउने घाँटी हुन्छ क्या अगाडि, त्यसलाई के भन्छ, नेक भनेर भन्छौँ। त्यसपछि अर्को भनेको नोड ब्लास्ट। एनओडी, नोड ब्लास्ट भनेको चाहिँ तपाईँको केमा देखिने त भन्दाखेरि आँख्लाहरूमा, जुन स्ट्याम हुन्छ नि, त्यो स्ट्याममा के हुन्छ, आँख्लाहरू हुन्छ, त्यो आँख्लाहरूमा देखिने हो। यसरी तिनवटा लक्षण चाहिँ देखिन्छ भनेर साथीहरू चाहिँ ख्याल गर्ने हो। अब लिप ब्लास्ट भनेको केही पनि छैन, तपाईँको धानको यस्तो जुन पात हुन्छ होइन, यो यस्तो धानको पातमा चाहिँ के हुन्छ भन्दाखेरि यहाँनिर चाहिँ देखिन्छ हो, यहाँनिर चाहिँ देखिन्छ है। अब कस्तो खालको लक्षण देखिन्छ त भन्दाखेरि हामीले चाहिँ वरिपरि चाहिँ के हुन्छ, वरिपरि खिया लागे जस्तो हल्का रातो रातो होइन, बिचमा चाहिँ कस्तो त भन्दाखेरि खैरो होइन, खैरो अथवा सेतो अथवा ब्रोन्ज पनि भन्छ कता कति। अब तपाईँले के बुझ्नु पर्यो त भन्दाखेरि वरिपरि चाहिँ खिया लागे जस्तो रातो रातो कलरले चाहिँ यसको मार्जिन बनेको हुन्छ यो उसको होइन। अनि त्यसपछि आएर बिचमा के हुन्छ भन्दाखेरि लम्चिला खैरा थोप्लाहरू भनेर चाहिँ पढ्नुहुन्छ। तपाईँले चाहिँ के भनेर पढ्नुहुन्छ, पातमा पातमा लम्चिला, पातमा लम्चिला खैरा थोप्ला होइन, थोप्ला भनेर पढ्नुहुन्छ क्या। पातमा लम्चिला खैरा थोप्ला भनेको यसलाई के भन्छ भन्दाखेरि यस्तो खालको जुन के अरे थोप्लाहरू हुन्छ जसलाई हामीले इङ्ग्लिसमा लिजन्स भनेर भन्छौँ हो, लिजन्स भनेर भन्छौँ। यो लिजन्सहरू कस्तो हुन्छ भन्दा स्पिन्डल सेपको हुन्छ क्या। स्पिन्डल भनेको चाहिँ डायमन्ड सेप भनेको जस्तै बिचमा चाहिँ हल्का यसरी फुकेको हुन्छ, अनि यसको साइड साइडमा चाहिँ के हुन्छ भन्दाखेरि यसरी सुकेको हुन्छ है। बिचको भाग चाहिँ हेर्नु त, यो भाग यहाँनिर फुकेछ, अनि यता कुनातिर गइसकेपछि सुकिरहेको छ कि, यसलाई के भन्छ, स्पिन्डल सेप भनेर भन्छौँ। अथवा तपाईँहरूले डायमन्ड सेप भन्दा पनि हुन्छ, डायमन्ड सेप अथवा स्पिन्डल सेप है। यसलाई भिजुलाइज गर्ने, यो सिम्टम्सलाई भिजुलाइज गर्ने, अरू केही गर्नु पर्दैन। ब्लास्ट भनेको धानको के त, मरुवा रोग। मरुवा रोगमा चाहिँ पातमा एउटा लक्षण देखिने रहेछ, त्यसपछि आएर तपाईँको चाहिँ पेनिकलमा एउटा लक्षण देखिने रहेछ, त्यसपछि आएर एउटा चाहिँ तपाईँको नोडमा देखिने रहेछ। अब सेम लक्षण चाहिँ फेरि यहाँ केमा गएर देखिन्छ त भन्दाखेरि, यो तपाईँको धानको बाला हो भने है, अब यो बाला जस्तो छैन सम्झिने, आजुम गर्ने के होइन। अनि यसलाई चाहिँ एउटा यसरी चाहिँ नेक हुन्छ यहाँ, यसलाई के भन्छौँ हामीले, यसलाई नेक पार्ट भनेर भन्छौँ। अनि यसलाई हामीले के भन्छौँ त, यसलाई चाहिँ हामीले बाला भनेर भन्छौँ। बाला भनेको झुप्पा अथवा पेनिकल, अथवा यसलाई चाहिँ तपाईँले पेनिकल भन्दा नि हुन्छ। अब फ्रुटिङको लागि रेडी हुन थालेको कि होइन, पेनिकल इन्फ्लोरेसेन्स पछि रेडी हुन थालेको, फ्रुटिङको लागि रेडी हुन थालेको। अब यहाँ पनि के हुन्छ त भन्दाखेरि अब पेनिकलमा देखिने है। अब यो नेक कस्तो हुन्छ भन्दाखेरि, नेक चाहिँ रोटेन हुन्छ भनेर भन्छ कि, आरओटिटी, रोटेन भनेको बुझ्नुहुन्छ नि। रोटेन नेक भनेको चाहिँ नेकमा चाहिँ कस्तो भइदिन्छ त भन्दाखेरि, नेक चाहिँ सुकेर मर्ने कि होइन, सुकेर मर्ने। घाँटीमा चाहिँ, यसको घाँटीमा त्यस्तो समस्या देखिन्छ जसलाई हामीले चाहिँ रोटेन नेक भनेर भन्छौँ। अनि बालामा देखियो भने त्यसलाई पेनिकल ब्लास्ट भनेर भन्छौँ। अब बाला फेरि कस्तो हुन्छ भन्दाखेरि, बाला भनेको तपाईँले नेपालीमा लेख्नु पऱ्यो भने इङ्ग्लिसमा चाहिँ ब्ल्याङ्किङ भनेर सम्झिनु हो, यो ब्ल्याङ्किङ भनेर सम्झिनु, ठिक छ। इङ्ग्लिसमा चाहिँ ब्ल्याङ्किङ भनेर, ब्ल्याङ्किङ भनेको चाहिँ तपाईँको धानको बाला चाहिँ के भने फपटा मात्र हुने के, फपटा मात्र बन्ने, भित्र चाहिँ के नहुने त, ग्रेन नहुने। भित्र के हुँदैन, भित्र चाहिँ ग्रेन हुँदैन। ग्रेन नभएर फपटा मात्र भएको भुस मात्र के भएको अवस्थालाई के भन्छ त, ब्ल्याङ्किङ भनेर भन्छौँ। भनेपछि अब के सम्झिनु पऱ्यो भन्दा, पेनिकल ब्लास्टको मुख्य लक्षण भनेको एउटा ब्ल्याङ्किङ हो। अर्को ठ्याक्क तलपट्टि चाहिँ के हो त, रुटेन नेक भनेको सडेको जुन सडेको अथवा तपाईँको चाहिँ के हुने त, भेरी गुड, च्याफिनेस भन्दा नि हुन्छ, फपटा होइन, फपटा मात्र हुने भन्न खोजेको हो। ल, अब अब त्यसपछि अर्को आयो अब के अरे, नोड ब्लास्ट। नोड ब्लास्ट भनेको यसरी तपाईँको टिलेयरमा चाहिँ एउटा के हुन्छ त, यसरी नोडहरू बनेको हुन्छ नि होइन, स्ट्याम्प नोडहरू हो। ठ्याक्कै यो नोडमा चाहिँ के भइदिन्छ भन्दाखेरि, नोडको जस्ट तल र माथि चाहिँ हल्का रातो होइन, हल्का रातो, र बिचको भाग चाहिँ के त भन्दाखेरि कालो होइन। कालो भएर के हुने त भन्दाखेरि, यसको ब्लास्टको अथवा मरुवा रोगको चाहिँ धब्बा, काला धब्बा है। माथि चाहिँ तपाईँको माथि पनि रातो रातो, तल पनि रातो रातो, बिचको जुन नोड छ नि, आँखा छ नि, यो आँखामा चाहिँ के त भन्दाखेरि तपाईँको कालो रङका चाहिँ के देखिने त, दागहरू देखा पर्ने। र यहीँदेखि के हुने त, यहीँदेखि चाहिँ धान बाली चाहिँ यहाँदेखि के हुन्छ, यो बोर्ड चाहिँ भाँचिएर, धानको चाहिँ जुन प्लान्ट छ यहाँदेखि भाँचिएर के हुन्छ, लजिङ हुने भनेको यस्तो तल नुङ्ने के, झुक्ने होइन। लजिङ भनेको बुझ्नुहुन्छ नि, ढल्ने होइन हो, त्यस्तो खालको समस्या बनाइदिन्छ यसले, ठिक छ। ल हेर्नु, सिम्टम क्लियर छ। यति भएपछि चाहिँ तपाईँको घोकिराख्नुपर्छ त, टक्क इमेजिन गर्ने, पातमा यस्तो खालको लक्षण देखिन्छ, बालामा यस्तो खालको लक्षण देखिन्छ, त्यही बालालाई चाहिँ होल्ड गर्ने नेकमा यस्तो खालको लक्षण देखिन्छ, र नोडमा चाहिँ यस्तो खालको लक्षण देखिन्छ। यसरी चाहिँ ट्याक्क के गर्ने त,
भिजुअलाइज गर्ने साथीहरू सेकेन्ड पेपरमा यो लेभलमा जानुपर्छ साथीहरू तपाईँहरू। यो लेभलमा अब धेरै साथीहरू के हुन्छ थाहा छ, ब्लास्ट लेख्नुहुन्छ, दुई चारवटा लक्षण लेख्नुहुन्छ, अनि व्यवस्थापन तरिका सबैले गर्ने त्यही हो साथीहरू। अनि सबैले गर्ने त्यही भएपछि सबैलाई एउटै हिसाबले इभ्यालुएसन गर्नु परेन। फरक तरिकाले चाहिँ प्रस्तुत हुने, बुझ्ने, त्यो रट्न थाल्ने होइन क्या, टक्क चाहिँ दिमागमा राख्ने ल, अनि जे बुझिन्छ त्यही ड्याङ ड्याङ लेखिदिने। ठिक छ, यहाँसम्म क्लियर छ भने ओके 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 लेख्नुहोस् त। यहाँसम्म क्लियर छ, सबैजना क्लियर हो? ल यहाँसम्म सबैजना क्लियर हुनुहुन्छ नि होइन? ओके ल, भेरी गुड। ल केही कन्फ्युजन छ भने कमेन्ट गरिहाल्नुहोस्, धेरै साथीहरू क्लियर हुनुहुन्छ है। ल अब यसमा चाहिँ मैले भन्न छुटाएको एउटा कुरा के छ भन्दाखेरि, तपाईँहरूलाई कहिलेकाहीँ अब्जेक्टिभमा चाहिँ एउटा क्वेसन सोध्छ क्या। एउटा क्वेसन के सोध्छ भन्दाखेरि अब्जेक्टिभमा चाहिँ धानको 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 मरुवा रोग कस्तो प्रकारको, होइन कस्तो प्रकारको रोग हो भनेर सोधिन्छ। हो, कस्तो प्रकारको रोग हो भनेर सोधिन्छ। ए नम्बरमा चाहिँ भन्छ तपाईँको एयरबोन, होइन एयरबोन, हावाको माध्यमबाट चाहिँ सुरु हुने, होइन अनि बी नम्बरमा भन्छ तपाईँको चाहिँ सिड बोन भनेर भन्छ। त्यसपछि तपाईँको सी नम्बरमा भन्छ तपाईँको वाटर बोन भनेर भन्छ। त्यसपछि डी नम्बरमा चाहिँ तपाईँको चाहिँ नन भन्थ्यो, कुनै पनि होइन भन्थ्यो। ल यस्तो क्वेसन आयो भनेको यहाँ तपाईँलाई चाहिँ बाध्य के बनाइदियो त भन्दाखेरि एउटा एन्सर हान्नुपर्ने बाध्य बनाइदियो क्या यो क्वेसनले। अब्जेक्टिभमा यसरी सोधिन्छ क्या कहिलेकाहीँ, धानको मरुवा रोग कस्तो किसिमको रोग हो भनेर। जस्तै तपाईँको हावा जनित हो कि, तपाईँको चाहिँ बिउ जनित हो कि, अथवा तपाईँको पानी जनित हो कि, अथवा तपाईँको कुनै पनि होइन, होइन यो बाहेक अरू पो हो कि, होइन। ल यसको एन्सर लेखौँ सरर, यो क्वेसनको एन्सर लेखौँ साथीहरू। अब्जेक्टिभमा हामीलाई कहिलेकाहीँ यसरी पनि क्वेसनहरू सोधिन्छ। अब जसले भित्र गएर बुझेर पढ्यो उसले मिलाउँछ, होइन। यसमा त तुक्का हानेर मिल्ने खालको त छैन नि त यो त है। ल लेखौँ ल फटाफट लेखौँ त साथीहरू। यदि एन्सर थाहा छैन भने नो आइडिया लेखिदिँदै, हामी टाइम लस गर्दैनौँ है। एन्सर थाहा छैन भने नो आइडिया लेख्ने। ल ल साथीहरू एन्सर लेखौँ त ल। ल अर्को पनि क्वेसन मैले यहाँनिर लेख्छु, अर्को पनि क्वेसन यहाँनिर लेख्छु, क्वेसन नम्बर 2 भनेर लेख्छु है। क्वेसन नम्बर 2 भनेर लेख्छु। तलका मध्ये तलका मध्ये धानको तलका मध्ये धानको बिउ उत्पादनमा बिउ उत्पादनमा निषेधित रोग कुन हो? तलका मध्ये धानको बिउ उत्पादनमा निषेधित रोग कुन हो? नेक ब्लास्ट, बीमा ब्लास्ट, सीमा ब्लाइट र डीमा सिथ ब्लाइट। ल यस्तरी क्वेसन आइदियो, ल भन्नुहोस्। दुईवटा क्वेसन एकैचोटि आएँ मैले। ल यसको एन्सर गरौँ साथीहरू, दुइटैको एन्सर गरौँ। फर्स्ट क्वेसन नम्बर 1को एन्सर के, क्वेसन नम्बर 2को एन्सर के? ल ल भनौँ त साथीहरू। ल अब यहाँ धेरै साथीहरूले सिड भन्नुभएको छ, होइन धेरै साथीहरूले चाहिँ सिड भन्नुभएको छ। ल सिड एन्ड वाटर भन्नुभएको छ, सिड बोन भन्नुभएको छ। ल ल धेरै साथीहरूको चाहिँ यहाँ एन्सर के छ भन्दाखेरि ब्लास्ट डिजिज एयर बोन, अनि के भन्नुभएको छ रोग नेक ब्लास्ट हो भन्नु निषेधित हो। ल यहाँनिर चाहिँ बेस्ट एन्सर दिनुभएको चाहिँ एकजना कसले दिनुभएको छैन, ममता अधिकारीजीले दिनुभएको छ यसको बेस्ट एन्सर है। बेस्ट भनेको राइट एन्सर भनौँ न, राइट एन्सर चाहिँ यसको चाहिँ ममता अधिकारीजीले दिनुभएको छ है। ल अरू साथीहरूको पनि बी ठिक छ, ए धेरैले बिगार्नु भएको छ। के अरे क्वेसन नम्बर 2 ठिक छ, क्वेसन नम्बर 1 चाहिँ धेरैले बिगार्नु भएको छ। ल यसमा हामी धेरै टाइम लस नगरौँ। यदि यसरी तपाईँलाई क्वेसन सोध्छ भने, यदि यसरी अप्सन दिएर चाहिँ तपाईँलाई क्वेसन सोध्छ भने जहिले पनि धानको मरुवा रोग चाहिँ एक नम्बरमा एयरबोन हानेर हान्ने। ठिक छ, यसरी किन एयरबोन हान्ने भन्दाखेरि यसको सम्झिने तरिका म भनिदिन्छु। ब्लास्ट भनेको चाहिँ के हो त, केही चिज के हुने, ब्रस्ट हुने हो नि त, होइन। केही चिज के हुने हो त, ब्रस्ट हुने के, अथवा ब्लास्ट भनेको के बुझ्नुहुन्छ, पड्किने, होइन ब्रस्ट भएर निक्लिने के, उछिट्टिने अथवा पड्किने, ब्रस्ट भएर निक्लिने हो। यसरी ब्रस्ट भएर निक्लिसकेपछि यसका जुन कोनिडियाहरू हुन्छन् अथवा फङ्गसहरू हुन्छन्, त्यो फङ्गसहरू के हुन्छ भन्दाखेरि सबैभन्दा पहिला हावाको माध्यमबाट फैलिन्छ के, सबैभन्दा पहिला हावाको माध्यमबाट। अब तपाईँलाई क्वेसन रेज हुनसक्छ दिमागमा, सर त्यसलाई बिउबाट त हुँदैन नि, के अरे हुँदैन त भन्नुहुन्छ। हो बिउबाट नै हुन्छ, हो त्यही भएर यसलाई के भन्छ भन्दा
प्राइमेरी यसको प्राइमेरीली चाहिँ केबाट हुन्छ त भन्दाखेरि प्राइमेरीली भन्यो भने अथवा तपाईँको एउटा छान्नु पर्यो भने यतिखेर के गर्ने त एयरबोनमा जाने। तर यो तपाईँको सिड बोनबाट नि चाहिँ तपाईँको सरिरहेको हुन्छ है, सिडबाट नि सरिरहेको हुन्छ र तपाईँको चाहिँ एज वेल एज पानीबाट नि सरिरहेको हुन्छ, नसर्ने चाहिँ होइन है। तर चाहिँ मेन यसको के हो त भन्दा एउटा चुज गर्नु पर्यो भने एयरबोन भनेर भन्ने, ठिक छ। ब्लास्ट भन्ने बित्तिकै ब्रस्ट, ब्रस्ट भएर के हुने त हावामा जाने, हावाको माध्यमबाट अन्य ठाउँमा फैलिने, त्यही भएर प्राइमेरीली एयरबोन भनेर पढ्ने है। ल अब यो कुरा चाहिँ बुझ्नु होला हो, यही हावाबाट चाहिँ यो फैलिने भएको हुनाले यसले चाहिँ एकदमै धेरै क्षति गरेको अवस्थामा तपाईँको एप्रोक्सली 75 देखि 80% चाहिँ यसले के गर्न सक्छ भन्दाखेरि यसले चाहिँ क्षति गर्न सक्छ, यसले नोक्सानी गर्न सक्छ, यही हावाकै माध्यमबाट सर्ने र अन्य मिडिया नै हो, फेरि सिड पनि हो है, सिड पनि हो। तर यसरी एउटा चाहिँ आयो भने चाहिँ के गर्ने त भन्दाखेरि एयर बोनमा चाहिँ जाने। अल अफ दि एबभ छ भने के गर्ने भन्नुभएको छ सबिनजीले, अल अफ दि एबभ छ भने यो एयर पनि हो, सिड पनि हो, वाटर पनि हो है। ल यो चाहिँ बुझ्नु होला, अल अफ दि एबभ कन्डिसन छ भने वाटर नदेला है, वाटरदेखि अलिकति कमै हुन्छ, किन भन्दा यो फङ्गस हो, यसलाई हल्का चिस्यान तर पानी चाहिँ हुनु हुँदैन क्या, मोइस्ट हुनुपर्छ तर पानी हुनु हुँदैन। अल अफ दि एबभ दियो भने यो अप्सन चाहिँ अलिकति नमिल्दो अप्सन छ, नभए सिड पनि हो तपाईँको, एयर पनि हो है, सिड पनि हो एयर पनि हो। तपाईँको एज वेल एज चाहिँ यसको चाहिँ ढुसीहरू कहाँ पनि बस्छन् त सोइलमा पनि बस्छन्, सोइलको पनि, सोइल पनि माध्यम हो, त्यही भएर यहाँ चाहिँ तपाईँको सोइल दियो भने यहाँ अल दिन्छ है, त्यसरी पनि सोधिदिन सक्छ। तर प्राइमेरीली कुन भनेर एउटा प्रायोरिटी दिनु पऱ्यो भने जहिले पनि केमा जाने भन्दा एयरबनमा जाने। र दोस्रो प्रश्नको एन्सर त मैले माथि तपाईँहरूलाई क्लियरली भनिदिइसकेँ, जसले नेक ब्लास्ट हान्नु भएको छ। अब यहाँ ब्लास्ट हानेर हुन्न है साथीहरू, यो 2 नम्बरको क्वेसनमा ब्लास्ट हानेर हुन्न, नेक ब्लास्ट नै हान्ने हो। नेक ब्लास्ट दिएन भने पेनिकल, पेनिकल ब्लास्ट दिन्छ, यो दिन्छ हो। त्यही भएर चाहिँ यदि केही पनि दिएन भने नर्मली ब्लास्ट मात्र पनि दिन सक्छ है, केही पनि दिएन भने नर्मली ब्लास्ट मात्र पनि दिन सक्छ। ल हेर्नु अब हाम्रो चाहिँ लोकसेवा पढ्ने प्याटर्न यो हो साथीहरू, यो तरिकाले चाहिँ तपाईँले हेर्नु पऱ्यो क्या क्वेसनहरूलाई चाहिँ, अथवा विषयवस्तुलाई यो तरिकाले हेर्नु भयो भने इक्जाममा तपाईँहरू फस्नुहुन्न, ठिक छ। ल यो कुरा चाहिँ तपाईँले के गर्नु पर्यो भन्दाखेरि ख्याल गर्नु पर्यो है त। ल ठिक छ। ल यो तिनवटा चाहिँ तपाईँले ट्याक्क सम्झिनु पऱ्यो है, लिप ब्लास्ट, पेनिकल ब्लास्ट र नोड ब्लास्ट भनेर सम्झिनु पऱ्यो है। सिम्टम कहाँ कहाँ देखिन्छ भनेर कसैले सोध्यो भने यो चाहिँ ख्याल गर्नु होला है। ल यो तपाईँहरूले चाहिँ यतिसम्म चाहिँ ख्याल गर्ने। अब अर्को चाहिँ यसमा तपाईँहरूले चाहिँ के बुझ्नुहोस् भन्दाखेरि ब्लास्टको हकमा है, कपीमा कति लेख्नु होला, यो ब्लास्टको हकमा चाहिँ धानको जुन मरुवा रोग छ नि, यो ब्लास्टको हकमा यो चाहिँ धानको, धानको जरा बाहेक, बाहेक धानको जरा बाहेक सबै, सबै भागमा के हुन्छ, सबै भागमा के हुन्छ त यसले क्षति गर्न सक्छ, क्षति गर्दछ, गर्दछ अथवा यसको लक्षण देखिन्छ भन्न खोजेको है, क्षति गर्छ अथवा लक्षण देखिन्छ। के बाहेक, जरा बाहेक सबै। अब तपाईँलाई के हुन्छ, धानको मरुवा रोगले तलका मध्ये कुन चाहिँ उमा चाहिँ क्षति गर्छ भनेर भन्छ क्या, तपाईँलाई नेक दिन्छ, पेनिकल दिन्छ, नोड दिन्छ, लिप्सिथ दिन्छ। लिप्सिथ भनेको चाहिँ जुन तल पातहरू हुन्छ नि, एउटा पातमा त देखिन्छ देखिन्छ, अनि त्यो पातलाई अडाउने चाहिँ एउटा पातलो लेयर हुन्छ जसलाई हामीले लिप्सिथ भनेर भन्छौँ क्या, लिप्सिथ भन्छौँ, पातको बेल्ट पनि भन्छौँ हामीले त्यसलाई, हो त्यो लिप्सिथमा पनि देखिन्छ। यो भन्नुको अर्थ जरा बाहेक अरे सबै भागमा चाहिँ यसले के गर्छ साथीहरू, गऱ्यो, जरा बाहेक सबै भागमा गऱ्यो कि गरेन हेर्नु त, यहाँ नोडमा पनि गऱ्यो, पेनिकलमा पनि गऱ्यो, लिपमा पनि गऱ्यो हो, जरा बाहेक सबै भागमा चाहिँ यसले के गर्छ त क्षति गर्छ हो। ल त्यसपछि आएर अर्को तपाईँले यसमा चाहिँ जान्नुपर्ने एउटा कुरा के छ त भन्दाखेरि यसको जुन के अरे फङ्गस छ, ढुसी छ, यो ढुसीले चाहिँ कस्तो कन्डिसनमा भन्दा रिलेटिभ ह्युमिडिटी, सापेक्षिक आर्द्रता चाहिँ बढी, बढी हुने होइन, सापेक्षिक कस्तो कन्डिसनमा यसले चाहिँ ब्लास्टले दुःख दिन्छ भन्यो भने चाहिँ तपाईँको मैले यहाँ सर्टकटमा लेखेँ, रिलेटिभ ह्युमिडिटी चाहिँ बढी भएको कन्डिसन। र अर्को फरक पार्ने तत्त्व भनेको के हो त भन्दाखेरि लो नाइट टेम्परेचर भनेर भन्छ क्या, रातको समयको कम तापक्रम है, रातको समयको, रातको समयमा चाहिँ कम तापक्रम हुने, कति कम हुने त भन्दाखेरि रातको तापक्रम चाहिँ तपाईँको 15 देखि 20 डिग्री सेल्सियस छ। यो दुईवटा कन्डिसन छ भने ब्लास्टले बढी दुःख दिन्छ, ठिक छ, ब्लास्टले बढी दुःख दिन्छ है। ल यो कुरा चाहिँ तपाईँहरूले ख्याल गर्नु पर्यो साथीहरू है त। ल अब अब हामी यसपछि
यति कुराहरू तपाईँहरूलाई थाहा भइसकेपछि अब यो यति कुरा जानिसकेपछि त हामी अब व्यवस्थापनतिर जान चाहिँ एकदम इजी हुन्छ है। यति कुरा थाहा पाइसकेपछि अब व्यवस्थापनमा जान चाहिँ एकदम इजी हुन्छ। किन व्यवस्थापनमा जान इजी हुन्छ भन्दा अब व्यवस्थापनको पनि एउटा लेख्ने चाहिँ तौर तरिका हुन्छ। तपाईँको चाहिँ अब सुरुमै हामीलाई के थाहा छ भन्दाखेरि एयरबोर्न डिजिज हो अनि सिडबोर्न डिजिज हो भन्ने पनि थाहा छ भनेपछि हामीले सिड ट्रिटमेन्ट गर्नुपर्छ भन्ने कुरा चाहिँ यहाँनिर ख्याल गर्नु पर्यो हो। अनि त्यसपछि आएर अर्को कस्तो छ भन्दाखेरि जुन यसको फङ्गस छ नि पाइरिकुलरिया, यो चाहिँ कस्तो भन्दाखेरि पानी नजमेको मोइस्ट कन्डिसन के मोइस्ट कन्डिसन भनेको चाहिँ चिस्यान छ है। कस्तो अवस्था भन्दाखेरि चिस्यान भएको है, चिस्यान भएको तर पानी नजमेको, नजमेको हो यो कन्डिसन चाहिँ यसले रुचाउँछ भनेपछि अब के बुझ्नु पर्यो त भन्दाखेरि चिस्यान भएको तर पानी नजमेको भनेपछि व्यवस्थापनमा हामीले के गर्न सक्यो भन्दाखेरि पानी जमाइदिने एउटा व्यवस्थापन ठिक छ। खेतमा के गर्ने भन्दाखेरि पानी जमेको कन्डिसन छैन भने खेतमा चाहिँ केही दिन यो रोगका लक्षणहरू देखियो भने खेतमा केही दिन के गर्ने त पानी जमाइदिने ठिक छ। ल एउटा यो चाहिँ ख्याल गर्नु पर्यो। बिउ उपचार त भइहाल्यो हो, बिउ उपचार भइहाल्यो। त्यसपछि अब अर्को तपाईँले लेख्न महत्त्वपूर्ण कुरा चाहिँ लेख्नुपर्ने के छ भन्दाखेरि जस्तै पहिला पहिला चाहिँ यो माथि जुम्ली मार्सी अनि जुम्लाको थुप्रै धानहरू अथवा विशेष गरी चाहिँ जुम्ली मार्सीमा चाहिँ ब्लास्टहरू त्यति देखिन्थेन अरे क्या पहिला पहिला। आजभोलि त त्यो जुम्ली मार्सीमा नि देखिन थाल्यो भनेर चाहिँ तपाईँको उयोहरू आउँछ क्या, न्युजहरू आइरहेको हुन्छ है। त्यो भनेको सायद क्लाइमेट चेन्जको इम्प्याक्ट पनि होला। भन्नुको अर्थ के छ त भन्दाखेरि तपाईँको चाहिँ रोग और सुरुमा के बिउ उपचार गर्नुहुन्छ होइन, प्रिभेन्सन इज बेटर देन क्योर भन्छ नि। सुरुमा बिउ उपचार गर्नुहुन्छ ठिक छ। त्यसपछि आएर रोगको लक्षण देखिएको छ भने खेतमा केही दिन पानी जमाइदिनुहुन्छ हो। अनि त्यसपछि आएर अर्को के छ त भन्दाखेरि अवरोधक जातहरू चाहिँ के गर्ने भन्दाखेरि लगाउने। के भन्नुभएको छ ल अवरोधक जातहरू लगाउने। अब अवरोधक जातहरूमा चाहिँ तपाईँले चाहिँ के सम्झिनु होला भन्दाखेरि अवरोधक जात। ल अवरोधक जातहरूमा चाहिँ साथीहरूले के कुराहरू सम्झिने भन्दाखेरि बोरनको लागि मेटिरियल के गर्न सकिएला सर, एयरबोर्नको लागि के भन्नुभएको छ म्यानेजमेन्ट के गर्न सकिएला भन्नुभएको छ। एयरबोर्नको लागि अब तपाईँको चाहिँ सुरुमा हामीले जाने भनेको त एयरबोर्नको लागि तपाईँ उ गर्ने भने ब्रेसिन्स भेराइटी लगाउने हो जहाँ चाहिँ ब्लास्टको सिम्टम चाहिँ जति सक्दो नआओस् अनि सिट ट्रिटमेन्ट नै हो है। ल अब एयरबोर्नको लागि अब हावा हो होइन जुन स्वचालित छ त्यसलाई त हामीले केही गर्न सकिँदैन। ल यसको अवरोधक जातहरूको कुरा गर्ने भने तपाईँ अब हाई हिलमा भनेको उच्च पहाडी क्षेत्रहरूमा चाहिँ तपाईँले खेती गर्दै हुनुहुन्छ भने चन्दननाथ एक र चन्दननाथ दुई चाहिँ हामीले सिफारिस गर्छौँ। चन्दननाथ चन्दननाथ एक जुम्ला वा 2000 मिटरसम्मको उचाइ क्या, जुम्ला वा सोसराका 2000 मिटरसम्मको उचाइमा चाहिँ चन्दननाथ एक होइन चन्दननाथ दुई दुई जस्ता जातहरू चाहिँ सिफारिस गर्ने। अनि त्यस अर्को लेकाली पनि हो, यो लेकाली धान है, लेकाली धान एक होइन लेकाली धान एक लेकाली धान तिन जस्ता जातहरू चाहिँ सिफारिस गर्ने ठिक छ। त्यसपछि आएर तपाईँको पहाडी क्षेत्र हो भने यो उच्च पहाडी क्षेत्र है, यो चाहिँ पहाडी क्षेत्रमा चाहिँ तपाईँको यसको चाहिँ लक्षण देखेको चाहिँ खुमल सिरिजहरू चाहिँ प्रयोग गर्ने, खुमल सिरिजको जातहरूलाई चाहिँ सिफारिस गर्ने। खुमल सिरिजमा खुमल चार खुमल आठ होइन खुमल दस त्यस्तै गरी तपाईँको खुमल एघार हो, यस्तो खुमल यो खुमल सिरिजहरू चाहिँ रिकमेन्ड गर्ने भनेर भन्छ। त्यसपछि आएर तपाईँको चाहिँ तराई क्षेत्रतिर जानुभयो भने राधा सिरिजहरू चाहिँ प्रयोग गर भनेर भन्छ। एउटा चाहिँ राधा सिरिजमा चाहिँ कम देखिएको भन्छ, कम दुःख दिने भएको भएर राधा सिरिजहरूमा चाहिँ तपाईँहरूले राधा चार होइन राधा चार राधा सात राधा एघार होइन। त्यसपछि आएर तपाईँको सुक्खा धानको सिरिज है, सुक्खा धानको सिरिज सुक्खा धानको सिरिज किन भन्दाखेरि तपाईँको चाहिँ मोइस्ट कन्डिसनमा के चिस्यान भएको कन्डिसनमा चाहिँ यसले के गरिरहेको छ भन्दाखेरि क्षति गरिरहेको छ होइन हो। त्यही भएर के गर्ने भन्दाखेरि तपाईँको चाहिँ त्यो चिस्यान हुन नदिनलाई चाहिँ सुक्खा राख्नु पर्यो। सुक्खा हुनको लागि सुक्खा धान लगाउनु पर्यो होइन, सहन सक्ने जात लगाउनु पर्यो। सुक्खा धानको सिरिज भनेको एक सजिलो छ नि, सुक्खा धानको एक दुई तिन चार पाँच छ ल हेर्नु कति सजिलो छ सुक्खा धानको। त्यसपछि आएर तपाईँको चाहिँ यो के भन्छ मकवानपुर साइडतिर चाहिँ स्पेसिफिक हो भने परवानीपुरमा चाहिँ कम दुःख दिएको भनेर भन्छ। परवानीपुर हो, परवानीपुर ल परवानीपुर एक भनेर भन्छ। त्यसपछि आएर तपाईँको चाहिँ पानी जमाउँदाखेरि के भइरहेछ, पानी जमाउँदाखेरि व्यवस्थापन भइरहेछ नि त हो। पानी जमाउँदाखेरि व्यवस्थापन भइरहेछ भने चाहिँ तपाईँको अहिले आएको भेराइटी छ नि यो स्वर्ण सब भन्ने के हो, यो स्वर्ण सब एक होइन स्वर्ण सब दुई जस्ता भेराइटी लगाउने। यिनी यस्तो खालको चाहिँ के भन्छ रोग अवरोधक जातहरू लगाउने भनेर भन्छ ठिक छ। तिनवटै क्षेत्रको लागि सम्झिने है साथीहरू।
तिनवटै क्षेत्रको लागि सम्झिने। लेकाल धान तराईमा लगाइदिएन, अनि सुक्खा धान चाहिँ हिमालमा लगाइदिएन फेरि है, त्यही भएर चाहिँ यो के अरे उच्च पहाडी क्षेत्रमा लगाइदिएन, त्यही भएर चाहिँ यो उच्च पहाडी र तराई क्षेत्रको लागि चाहिँ यो चाहिँ सम्झिने। ल हो, अहिले आएको चाहिँ तपाईँको हर्दीनाथ हो, ममताजीले लेखिदिन्छ, भेरी गुड, हर्दीनाथको सिरिज पनि यसको लागि रेजिस्टेन्स हो भनेर भन्छ है। त्यो हाइब्रिड जुन छ नि, हर्दीनाथको हाइब्रिड सिरिज पनि तपाईँको चाहिँ रेजिस्टेन्स भेराइटी हो भनेर भन्छ। यस्ता कुराहरू चाहिँ ख्याल गर्न पर्यो। त्यसपछि अब फाइनल भनेको चाहिँ अब बिउ उपचारको कुरा छ भने, बिउ उपचार भनेको चाहिँ अहिलेको लागि बेस्ट, कृषक स्तरमा एकदम फेमस होइन, अहिलेको लागि बेस्ट भनेको चाहिँ ट्राइसाइक्लाजोल चाहिँ तपाईँको लगभग 2 देखि 3 ग्राम प्रति केजी बिउको दरले चाहिँ उपचार गर्ने भनेर भन्छ। के भन्छ? ट्राइसाइक्लाजोल है, ट्राइसाइक्लाजोलले चाहिँ बिउ उपचार गरी लगाउने भनेर भन्छ। ल यो पनि लेख्नु होला, ट्राइसाइक्ला साइक्लाजोल, ट्राइसाइक्लाजोल 2 देखि 3 ग्राम पर केजी के गर्ने त, बिउको दरले उपचार गरेर लगाउने भनेर भन्छ है। यो पनि ख्याल गर्नु पर्यो। ठिक छ। र त्यसपछि आएर पोची, यो त बिउ उपचारको लागि भयो। अनि पोची चाहिँ तपाईँले यदि लक्षण देखिसकेपछि, लक्षण देखिएको कन्डिसनमा चाहिँ छ भने चाहिँ हामीले के सिफारिस गर्छौँ त भन्दाखेरि हेक्जाकोनाजोल है, हामीले चाहिँ के सिफारिस गर्छौँ, हेक्जाकोनाजोल चाहिँ सिफारिस गर्छौँ। यो भनेको 2 ml पर लिटर पानीमा मिसाएर के गर्ने त, स्प्रे गर्ने भनेर भन्छ। यदि यो लक्षण, यो भनेको बिउ उपचार गर्दाखेरि, यो भनेको चाहिँ लक्षण देखिएको छ अथवा तपाईँको टिलेरिङ कन्डिसनमा भन्छ चाहिँ, टिलेरिङ कन्डिसनमा छ भने प्रयोग गर्ने है। कासुगामाइसिन पनि सकिन्छ, कसले सोध्दै हुनुहुन्छ हो, कासुगामाइसिन पनि सकिन्छ, तपाईँको चाहिँ कार्बेन्डाजिम पनि सकिन्छ है, कासुगामाइसिन पनि सकिन्छ, कार्बेन्डाजिम पनि सकिन्छ। तर अहिले बेस्ट भनेको चाहिँ ट्राइसाइक्लाजोल र हेक्जाकोनाजोल है। यो मैले ट्राइसाइक्लाजोल र हेक्जाकोनाजोल तपाईँले अब कासुगामाइसिन र तपाईँको कार्बेन्डाजिम भनेको त धानको धानको बिउ बचाउमा एकदम युज हुने नै हो होइन। तर पनि यिनीहरू पनि के हो त भन्दाखेरि ट्राइसाइक्लोजोल र हेक्जाकोनाजोल पनि एकदमै इम्पोर्टेन्ट हो भनेर चाहिँ बुझ्नु होला है। ल ठिक छ। ल अब यसपछि यसपछि हामी जान्छौँ साथीहरू। ल यति भयो। यो अब तपाईँहरूलाई यो मैले रफ गरे जस्तो हुन्छ, त्यही भएर तपाईँले ड्याङड्याङ आफूलाई चाहिने कुरा चाहिँ सार्नुहोस् भन्नुको कारण चाहिँ त्यो है। ल अब हामी जाउँ 2 नम्बरमा, जाउँ 2 नम्बरमा हामीले के लेखेका थियौँ भन्दाखेरि सायद ब्याक्टेरियल ब्लाइट लेखेका थियौँ क्या हो, ब्याक्टेरियल ब्लाइट, धानको ब्याक्टेरिया जनित डडुवा रोग भनेर भन्छ हो, धानको चाहिँ ब्याक्टेरिया जनित चाहिँ डडुवा रोग भनेर भन्छ। ल हो, जेसिकाजीले हिनोसान भन्नुभएको छ, हिनोसान भनेको पहिला हामी बहुत प्रयोग गर्ने हो होइन, कहिलेकाहीँ अब्जेक्टिभमा आउन सक्छ है, हिनोसान पनि ख्याल गर्नु होला। अहिले आयो भने चाहिँ ट्राइसाइक्लाजोल र हेक्जाकोनाजोल नै आउँछ है, कृषक स्तरमा जुन अलिकति पर्खाएको छ त्यही नै सोधिन्छ एक्जाममा प्रायः जसो। हिनोसान मैले क्वेसन गराइसकेको थिएँ अगाडि नै है त। ल यसमा चाहिँ अब यो ब्याक्टेरियल भनेपछि कुन ब्याक्टेरियाले गर्दा लाग्छ भन्दाखेरि तपाईँको ज्यान्थोमोनास ओराइजी भन्ने ब्याक्टेरियाले गर्दाखेरि लाग्छ, सबैलाई थाहा छ हो, ओआरवाइजेड, ज्यान्थोमोनास ओराइजीले गर्दाखेरि लाग्छ। अब यसको अलिकति ब्याकग्राउन्डको कुरा गर्ने हो भने चाहिँ यो चाहिँ तपाईँको ब्लास्ट पछाडि आएको हो, ब्लास्ट 16th आएको थियो भने यो चाहिँ 18th चाहिँ सबैभन्दा पहिला चाहिँ तपाईँको जापानमा है, यो सबैभन्दा पहिला चाहिँ जापानमा चाहिँ स्पटेड भनेर भन्छ। जापानमा तपाईँको 18को टाइमतिर 1884 भनेर चाहिँ यो सम्झिनु होला, 1884 चाहिँ जापानमा यो देखिएको होइन, फर्स्ट टाइम चाहिँ। त्यसपछि आएर यसलाई चाहिँ यसको सिम्टम्स चाहिँ यस्तो खालको हुन्छ है भनेर त्यसलाई अलिकति के भन्छ, स्टडी गरेर त्यसलाई भेरिफाइड गरेको चाहिँ इन्डोनेसियाले भनेर भन्छ है। इन्डोनेसियाले चाहिँ के गर्यो रे भन्दाखेरि यसको चाहिँ अलिकति सिम्टम्समा चाहिँ स्टडी गरेको हो, यही इन्डोनेसियाले चाहिँ स्टडी गरेको भएर जापानमा चाहिँ यतिमा देखियो हो। त्यसपछि इन्डोनेसियाले चाहिँ स्टडी गरेर एउटा टर्म दियो क्या, एउटा टर्म दियो, त्यो टर्म भनेको के हो त भन्दाखेरि KRESESEK, क्रिसेक भन्ने टर्म दियो हो। यो क्वेसन तपाईँलाई इक्जाममा सोधेको थियो होइन। यसले हिस्ट्री नै के गरिरहेछ भन्दाखेरि हिस्ट्री नै बोकेर आएको भएर चाहिँ यो क्वेसन सोधे हो नि त, त्यसै त सोधेको छैन नि त होइन, त्यसै त सोधेको छैन यो क्रिसेक भनेको त होइन, त्यसै सोधेको छैन हो। यो क्रिसेक भनेको के हो त भन्दा धानको बिरुवा चाहिँ एकदमै कलिलै अवस्थामा भनेको जम्मा तपाईँको 2 देखि 3 हप्ताको के अरे ट्रान्सप्लान्ट गरेको 2 देखि 3 हप्ताको चाहिँ धानको बेर्नाको पात के हुने त भन्दाखेरि पात डढेर आउने होइन, डढेर आउने हो। यो सिम्टमलाई एकै टर्ममा भन्दाखेरि चाहिँ क्रिसेक भनेको हो। कसले भनेको भन्दाखेरि इन्डोनेसियामा चाहिँ यो क्रिसेक सिम्टम्स भनेर त्यसले चाहिँ के गरेको, आइडेन्टिफाई गरेको। तर फर्स्ट टाइम यसको सिम्टम्स चाहिँ कहाँ देखियो त, 1884को टाइमतिर चाहिँ तपाईँको जापानमा चाहिँ सबैभन्दा पहिला स्पट भएको भनेर हामीले हिस्ट्रीमा चाहिँ पढ्न पाउँछौँ। यो यसो सम्झिने मात्र है, यो तपाईँहरूलाई त्यति इम्पोर्टेन्ट छैन, यसो ब्याकग्राउन्ड तपाईँहरूलाई चाहिँ सम्झाइदिएको मात्र है। ठिक छ। ल यो भयो। त्यसपछि अब
यसमा चाहिँ के हुने भन्दा डढेर आउने भनेको कसरी डढ्ने त भन्दा विल्टिङ भएर है। कसरी डढ्ने त भन्दाखेरि विल्टिङ भएर, विल्टिङ सहित पहिला चाहिँ हल्का चाहिँ के अरे सुक्ने होइन ओइलाउने अनि सुक्ने के, ओइलाएर सुक्ने अनि सुकिसकेपछि त्यो त्यस्तो खालको त्यो ओइलाएर झ्याप्प सुकेको हामीले के भन्छौँ त भन्दाखेरि डढेको भन्छौँ क्या। त्यही भएर यसको नाम चाहिँ धानको डढुवा भएको है, त्यही भएर नाम चाहिँ धानको डढुवा भएको है त। ल हो त्यो सिम्टम्सलाई हामीले के भन्छौँ त क्रिसेक भनेर भन्छौँ। बेर्ना धानको बेर्ना सारेको 2 देखि 3 हप्तामा ट्याक्क चाहिँ यो सिम्टम्स देखिन्छ, दिमागमा चाहिँ ट्याक्क राखिराख्ने। अब सिम्टम्स कस्तो खालको हुन्छ भन्दाखेरि हाम्रो विशेष गरी चाहिँ यो टिलरिङ स्टेजमा के होइन, टिलरिङ स्टेजमा आउनुभन्दा जस्तै धानको गाँज हुन्छ नि, गाँज चाहिँ ऊ हुनुभन्दा अगाडि यो यो पनि ख्याल गर्नुहोस् है, कहिले काहीँ टेक्निकली चाहिँ काम लाग्छ। सुरुमा हामीले के गर्छौँ भन्दाखेरि सुरुमा त हाम्रो नर्सरी हुन्छ होइन, नर्सरी हुन्छ। अनि त्यसै नर्सरीबाट के निक्लिन्छ, सिडलिङ निक्लिन्छ। अनि सिडलिङ हामीले के गर्छौँ, ट्रान्सप्लान्ट गर्छौँ। अब कतिलाई यो बेसिक कुरा थाहा हुँदैन के, नर्सरी हुन्छ, सिडलिङ निक्लिन्छ, ट्रान्सप्लान्ट गर्छौँ। अनि ट्रान्सप्लान्ट गरिसकेपछि ठिक छ, ट्रान्सप्लान्ट गरिसकेपछि पहिलो स्टेज भनेको टिआइएलएलइआरआई एन चाहिँ टिलरिङ हुन्छ है। यो मैले किन भन्दैछु भन्दाखेरि अब हरेक बालीहरूमा हुन्छ नि त होइन, कुन अवस्थामा कसरी क्षति गर्छ भन्ने कुरा जान्नुपर्छ। त्यही भएर नर्सरी हुन्छ, सिडलिङ हुन्छ, यसबाट ट्रान्सप्लान्ट गर्छौँ, टिलरिङ हुन्छ। अनि टिलरिङ पछि चाहिँ के हुन्छ भन्दाखेरि तपाईँको बुटिङ हुन्छ क्या। अनि यो बुटिङ पछि के हुन्छ भन्नुहुन्छ भने बुटिङ पछि पेनिकल इनिसिएसन आइएनआई टिआइए इनिसिएसन टिआइओएन, पेनिकल इनिसिएसन हुन्छ। अनि पेनिकल इनिसिएसन भइसकेपछि अब बल्ल के हुन्छ त भन्दाखेरि पेनिकल निक्लियो भनेपछि अब चाहिँ राइस एयरहरू निक्लिन्छ के। राइस एयर भनेको हुन्छ नि, भनेको त्यसको बालहरू निक्लिन्छ होइन। त्यसै पेनिकल इनिसिएसन एयर हुन्छ, त्यसपछि आएर तपाईँको अनि यहाँ मिल्किङ होइन, मिल्किङ, त्यसपछि आएर मिल्किङ अर्थात् डिओयुजिएस डो भनेको त्यसको ग्रेन चाहिँ अब कडा हुँदै जाने कि होइन, मिल्किङ भनेको दुधिलो अवस्था अनि कडा हुँदै जाने। अनि त्यसपछि बल्ल के हुन्छ त राइपनिङ हुन्छ साथीहरू। त्यही भएर राइपनिङ हुन्छ लास्टमा। हो भनेपछि यो कन्डिसन चाहिँ तपाईँले थाहा पाउनु पऱ्यो, यो सिरिज तपाईँले थाहा पाउनु पऱ्यो। यसमा चाहिँ यसले चाहिँ के गर्छ भन्दा ट्रान्सप्लान्ट गरेको 2 देखि 3 हप्ताको जुन बेना अवस्था छ त्यो अवस्थामै के हुन्छ यो क्रिसेक भन्ने सिम्टम्स देखिन्छ। त्यसपछि यसले के हुन्छ, गाँजिन पनि दिँदैन, बुटिङ पनि प्रब्लम हुन्छ। अब यहाँ धेरै साथीहरूलाई यो बुटिङ भनेको थाहा नहुन सक्छ। कसलाई थाहा छ कमेन्ट गरौँ त साथीहरू, बुटिङ भनेको के रहेछ खासमा। कतिजना सुन्नु भएको थियो, सुन्नु भएको थिएन, बुटिङ भनेको के हो? कमेन्ट गरौँ ल साथीहरू। अनि यसको म सिम्टम्स भन्दैछु, अब यसको मैले अब तपाईँहरूलाई लाइफ टाइमभरि नबिर्सिने गरेर यसको लक्षण भन्दैछु म अब सिम्टम्स। ल बुटिङ भनेको के लेखौँ त कमेन्टमा फटाफट, को कोलाई आइडिया छ या छैन होइन के छ। बुटिङ भनेको के हो? ल तपाईँको कमेन्ट पनि हेर्दै जाउँ। अब कतिलाई त यो बुटिङ भनेको ठ्याक्कै के हो र कहाँनिर हुन्छ भन्ने पनि थाहा हुँदैन है। कतिलाई त बुटिङ भनेको थाहा हुँदैन, कतिलाई चाहिँ के हुन्छ भन्दा के हो भन्ने पनि थाहा हुँदैन। स्ट्याम्प निस्कने भन्नुहोस्, स्ट्याम्प निस्कने भनेको टिलरिङ हो। पोटाउनु भनेको छ, के हो त पोटाउने भनेको? त्यो पोटिलो धानको बाला निक्लिने हो त, पोटिलो धानको बाला निक्लिनेलाई बुटिङ भन्ने हो। स्ट्याम्प निस्किनेलाई टिलरिङ भनेर भन्छ। पोटाउने भन्नुभएको छ, ल पोटाउने लेख्ने साथीले भन्नु त, धानको बाला चाहिँ पोटिलो भएर निक्लिने हो। भाषामा घुम्री के भन्नु छ, घुम्रिनु भन्नुभएको छ पुनमजीले, खै अलि बुझिनँ म। धानमा असामान्य रूपमा छिट्टै फुल बाला आउनु भन्नुभएको छ। के हिरा रालजीले कतादेखि कपी पेस्ट गर्नुभयो जस्तो लाग्यो। असामान्य रूपमा चाहिँ छिट्टै फुल अथवा बाला आउनु भन्नुभएको छ होइन। अनि फुल खेलिसकेपछिको अवस्था, फुल खेलिसकेपछि, ल रमिलाजीले भनेको ठिक छ है, हो फुल खेलिसकेपछिको अवस्था चाहिँ हो है। तर तर त्यहाँ एउटा कन्डिसन छ, बाला निस्कने भन्नु चाहिँ, ल धेरैलाई थाहा नै आइडियै छैन, साथीले पढेकै हुनुहुन्न क्या। बाला निस्कने भन्नुभएको छ, कहाँ बाला निस्किने हुन्छ, फ्ल्याग लिफभित्र बाला निस्किने बेला अलिक मोटो हुनु भन्नुभएको छ। ल आइफोनजीले चाहिँ अलिकति सेन्स ल्याउनु भयो। यो बुटिङ भनेको खासमा के हो भन्दा साथीहरू, तपाईँको यहाँ के हुन्छ यसरी त्यसको के अरे ऊ हुन्छ नि, धानको चाहिँ एउटा टिलर हुन्छ नि। अब तपाईँको चाहिँ के हुन्छ भन्दाखेरि यहाँ चाहिँ तपाईँको फुल खेलिसकेपछि अघि कल लेख्दै हुन्थ्यो,
फुल खेलिसकेपछि फुल चाहिँ तपाईँ खेलिसकेपछि तपाईँको चाहिँ कस्तो हुन्छ भन्दाखेरि अब यहाँ चाहिँ तपाईँको के अरे जुन ग्रेनहरू हुन्छ नि यो ग्रेनहरू चाहिँ भित्रदेखि चाहिँ अब पेनिकल भनौँ न यो पेनिकलहरू चाहिँ भित्रदेखि बाहिर निक्लिने हो नि त बाहिर निक्लिने हो यो निक्लिँदाखेरि चाहिँ यो जुन स्ट्याम छ यो चाहिँ यसको टिलेर छ यो टिलेर चाहिँ हल्का सोइलिङ हुन्छ क्या यो टिलेर चाहिँ हल्का सोइलिङ हुन्छ अथवा हल्का फुल्लिएर आउँछ हो यो फुल्लिने कन्डिसन यो भित्रको जुन पेनिकलहरू बनिसकेपछि यो पेनिकल बाहिर निस्किनुभन्दा अगाडि यो के हुन्छ यहाँभित्र चाहिँ यसले हल्का अब यो हल्का सुन्निन्छ यो स्वेलिङ हुन्छ हो यो कन्डिसनलाई चाहिँ बुटिङ भनेर भन्छ यो कन्डिसनलाई के भन्छ साथीहरू बुटिङ भनेर भन्छ अनि त्यसपछि आएर माथिदेखि के आउँछ त्यो पोलेन ग्रेन आइसकेपछि त्यो पोलेन ग्रेन आइसकेपछि बल्ल चाहिँ यहाँनिर के गर्ने हो बाला लाग्ने हो यतिखेरसम्म के भइसक्यो हुँदैन फर्टिलाइज भएको हुन्न यसलाई हामीले अनफर्टिलाइज्ड भनेर भन्छौँ यति बेलासम्म फर्टिलाइज भएको हुन्न अथवा यसरी बुझ्नुहोस् बुटिङ भनेको यस्तो कन्डिसन हो जहाँ चाहिँ भेजिटेटिभ भेजिटेटिभ ग्रोथ चाहिँ सकियो सकियो अब के सुरु भयो त अब रिप्रोडक्टिभ ग्रोथ सकियो अब रिप्रोडक्टिभ ग्रोथ चाहिँ के भयो त ग्रोथ चाहिँ सुरु भयो यो सकियो यो सुरु भयो हो त्यो अवस्था भनेको बुटिङ अवस्था हो त्यो अवस्था भनेको के हो त साथीहरू बुटिङ अवस्था हो यस बेला के हुन्छ भन्दाखेरि यो पेनिकलहरू चाहिँ यहाँनिर भित्रदेखि अब इमर्स आउट भयो त्यहाँदेखि निक्लिने बेला हुन्छ कि त्यो फुट्ने बेला भएको हुन्छ कि हो त फुट्ने बेलामा चाहिँ के हुन्छ हल्का त्यसको स्ट्याम्प चाहिँ स्वेलिङ हुन्छ त्यो स्वेलिङ भएको कन्डिसनलाई हामीले के भन्छौँ बुटिङ भनेर भन्छौँ क्लियर छ क्लियर छ साथीहरू ओके लेख्नुहोस् ल क्लियर छ साथीहरू ल क्लियर भएको साथीले ओके ओके लेख अब म यसको सिम्टम्स भनिदिन्छु यो तपाईँलाई स्टेजेसहरू किन चाहिँ जानकारी गराएको भन्दाखेरि जान्नुपर्छ क्या साथीहरू यिनीहरूबाट पनि त क्वेसन आउन सक्छ नि त यिनीहरूबाट क्वेसन आउँछ कि आउँदैन होला यस्तो यस्तो कुराहरूबाट आउन सक्यो नि त होइन जान्नु पर्यो त्यही भएर है ल ओके अब हामीले सिम्टम्स लेखौँ अब यसको सिम्टम्स चाहिँ के हुन्छ भन्दाखेरि यो तपाईँको धानको लिफ हो भने है अहिले यसलाई धानकै लिफ भनेर सम्झिनुहोस् जे जस्तो भए पनि हो अब यस्तो लिफ छ भने चाहिँ कस्तो भइदिन्छ त भन्दाखेरि एमा चाहिँ एउटा भिसेफ बनाउँछ क्या एमा चाहिँ एउटा भिसेफ कसरी बनाउँछ भन्दाखेरि तपाईँको यहाँ हेर्नु यसरी मैले कसरी बनाएको छु यहाँ हेर्नु है ल यसरी चाहिँ भी भयो यहाँ यहाँ बिचमा भी भएको देख्नुभयो नि ल यसरी यहाँ बिचमा भी भएको देख्नु भएको छ ल भी सेप देख्नु भएको छ हो ल यो इमेजिन गर्नु है अब दिमागमा अब चाहिँ के हुन्छ भन्दाखेरि धानको टुप्पोतिरदेखि है यो कृषकको कन्डिसन यहाँनिर आउँछ धानको टुप्पोतिरदेखि के हुन्छ त भन्दाखेरि यो चाहिँ यसरी यो छेउछाउ मैले अब यहाँ जुन छाया पारेको छु यो छाया पारेको भाग के हुँदै आउँछ त सुक्दै आउँछ छाया पारेको भाग टुप्पोदेखि भी आकारमा छाया परेको भाग चाहिँ के हुन्छ त सुक्दै आउँछ हो यही कन्डिसन हो सिआरइएसई कि कृषक यसलाई के भन्छ कृषक भनेर भन्छ यति सम्झिनु यसको सिम्टम्स यति चाहिँ तपाईँहरूले सम्झिने हो है ल अब यसमा चाहिँ यो कस्तो खालको चाहिँ कसरी सुक्दै आउँछ त भन्दाखेरि खैरा रङका चाहिँ धर्साहरू देखा पर्छ भनेर भन्छ क्या त्यो सुकेको पातहरू हुन्छ नि टुप्पोतिरदेखि जुन खैरा रङका चाहिँ धर्साहरू के हुन्छ त देखा पर्दछ है खैरा रङका धर्साहरू धर्साहरू देखा पर्दछ कस्तो रङको धर्साहरू देखा पर्दछ साथीहरू खैरा रङका धर्साहरू देखा पर्दछ अनि यहाँले माथि सुक्दै आउँछ कस्तो आकारमा सुक्दै आउँछ भी सेप बनाएर चाहिँ सुक्दै आउँछ यसलाई भन्छ कृषक कन्डिसन भनेर भन्छ यसले एप्रोक्सली तपाईँको चाहिँ 60% जति चाहिँ के गर्छ अरे भन्दाखेरि ग्रेन इल्डलाई लस गर्छ इल्ड लस गर्छ भनेर भन्छ कति पर्सेन्ट जति लगभग 60% जति चाहिँ ग्रेन इल्ड लस गर्छ भनेर चाहिँ भन्छ अनि अर्को तपाईँहरूले चाहिँ सरी अर्को तपाईँहरूले चाहिँ के देख्नुहुन्छ भन्दा यो सुक्नुभन्दा अगाडि यदि तपाईँ बिहान पख मर्निङ टाइममा अर्ली इन द मर्निङ भर्खर अब सनको लाइट रेहरू आउन आउन थालेको बेला धानको चाहिँ फिल्ड तपाईँले चाहिँ इन्सपेक्सनमा जानुभयो भने अनुगमनमा जानुभयो भने त्यहाँ तपाईँले के देख्नुहुन्छ त भन्दाखेरि त्यहाँ चाहिँ हल्का टिलपिल टिलपिल टल्केको होइन टिलपिल टिलपिल टल्केको पातमा चाहिँ शीत जस्तो टिलपिल टिलपिल टल्केको चाहिँ पातमा शीत जस्तो उजहरू ब्याक्टेरियाको उजहरू पनि हामीले देख्न सकिन्छ यो पनि एउटा यसको पहिचान चाहिँ गर्न सकिन्छ यसबाट पनि है यसबाट पनि के हुन्छ भन्दाखेरि यदि धानको पातलाई निहालेर त्यहाँ गएर हेर्ने हो भने चाहिँ टक्क सनलाइटको फर्स्ट रे आउने आउने बेलातिर के होइन त्यो के भन्छ
बिहानी पख अर्ली इन द मर्निङमा। त्यतिखेर चाहिँ के हुन्छ भन्दाखेरि त्यो उजहरू देख्न सक्छ, जसलाई हामीले के भन्छ, त्यो खासमा एक किसिमको तपाईँको शीत नै हो होइन, तर त्यसलाई हामीले के भन्छौँ त ओपेक ड्यू भनेर भन्छ। ड्यू भनेको शीत हो, त्यसलाई चाहिँ हामीले के भन्छौँ, ओपिएक्युयुई, ओपेक ड्यू भनेर भन्छ क्या। हो, यो ओपेक ड्यू भनेको यो उजले बनाएको हुन्छ, ब्याक्टेरियाको उजहरूले चाहिँ बिहान पख चाहिँ हल्का सेतो सेतो शीत जस्तो देखिने ब्याक्टेरियाको ब्याक्टेरियल उजहरू देखा पर्छ। यो पनि एउटा सिम्टम्स हो, बुझ्नु भएको छ नि, ब्याक्टेरियल उजहरू चाहिँ देखा पर्दछ भनेर चाहिँ बुझ्नु पर्यो है। यो सुक्नुभन्दा अगाडि के गर्नुभन्दा अगाडि, यो यसरी यसरी पुरै सुक्नुभन्दा, यसरी यो क्रिसेक कन्डिसनभन्दा अगाडि चाहिँ यस्तो ओपेक ड्यूहरूले चाहिँ ब्याक्टेरियल उजहरू चाहिँ त्यहाँ हामीले मजाले देख्न चाहिँ सकिन्छ, बिहानी पख यदि जानुभयो भने, अब्जर्भ गर्नुभयो भने। यो पनि एउटा सामान्य सिम्टम्स नै हो, यसलाई पनि ख्याल गर्नु होला। अब हामीले यसलाई म्यानेजमेन्ट गर्नु पर्यो भने है, यसलाई चाहिँ म्यानेजमेन्ट गर्नु पर्यो भने के गर्ने त होइन, म्यानेजमेन्ट गर्नु पर्यो भने के गर्ने अब म्यानेजमेन्ट गर्नलाई माथि हामीले एउटा कुरा के बिर्स्यौँ भन्दाखेरि, यसको सर्ने माध्यम भनेको है, यसको सर्ने माध्यम भनेको चाहिँ साथीहरू बिउ पनि हो, पानी पनि हो, अनि माटो पनि हो है। बिउ पनि हो, पानी पनि हो, माटो पनि हो है। यसको चाहिँ सर्ने माध्यम भनेपछि बिउ पनि हो, पानी पनि हो, माटो पनि हो भने चाहिँ पहिला के गर्नु पर्यो त भन्दाखेरि बिउ उपचार गर्नु पर्यो। ठिक छ, बिउ उपचार सबैलाई थाहा छ। अब बिउ उपचार चाहिँ केबाट गर्ने त हो, बिउ उपचार चाहिँ के गर्ने त, केबाट गर्ने भन्ने हुन्छ। अब बिउ उपचार गर्दाखेरि चाहिँ तपाईँहरूलाई के अरे सेभरल अप्सनहरू चाहिँ हुन्छ बिउ उपचारको लागि चाहिँ, तर यो के हो त, ब्याक्टेरियल डिजिज भएको भएर चाहिँ हामीले यसलाई चाहिँ कासुगामाइसिनले पनि काम गर्छ केही हदसम्म है, कासुगामाइसिनले पनि केही हदसम्म काम गर्छ। र तपाईँको चाहिँ के अरे हामीले चाहिँ यो के भन्छ, ब्याक्टेरियल ब्लाइटको हकमा चाहिँ कार्बेन्डाजिम रिकमेन्ड गर्दैनौँ हामी, कासुगामाइसिन या तपाईँको चाहिँ स्टेप्ट्रोसाइक्लिन है। स्टेप्ट्रोसाइक्लिन तपाईँले एउटा मात्र ब्याक्टेरियोसाइड पढ्नु भएको छ नि, हो त स्टेप्ट्रोसाइक्लिनले पनि हामीले बियोपचार गर्न चाहिँ सक्छौँ है। स्ट्रेप्ट्रो स्ट्रेप्ट्रोसाइक्लिन स्टेप्ट्रोसाइक्लिनले चाहिँ हामीले के गर्न सक्छौँ त, बिउ उपचार चाहिँ गर्न सक्छौँ है। यो कुरा चाहिँ ख्याल गर्नु पर्यो। त्यसपछि आएर यसलाई चाहिँ पछि लक्षण देखा परिसकेपछि तपाईँहरूले के प्रयोग गर्न सक्नुहुन्छ भन्दाखेरि कपर अक्सिक्लोराइड प्रयोग गर्न सकिन्छ। कपर अक्सी सिएचएलओआरआइडी, कपर अक्सिक्लोराइड प्रयोग गर्न सक्नुहुन्छ तपाईँले 1.25 है, 1.25 केजी पर हेक्टरको दरले चाहिँ त्यो लक्षण देखेको ठाउँमा हामीले चाहिँ के गर्न सक्छौँ, प्रयोग गर्न सक्छौँ। कपर अक्सिक्लोराइडको रिप्लेसमेन्टमा हामीले चाहिँ एउटा यो ब्लिचिङ पाउडर पनि प्रयोग गर्न सक्छौँ है। यो ब्लिचिङ पाउडर भनेर आउँछ, यो ब्लिचिङ पाउडर पनि यसको लागि बेस्ट सोल्युसन हो भनेर भन्छ। यो भनेको एट द रेट तपाईँको 4 to 5 केजी पर हेक्टरको दरले चाहिँ हामीले यो ब्लिचिङ पाउडरलाई पनि युज गर्न सकिन्छ भनेर भन्छ है। ल, यो व्यवस्थापनकोमा चाहिँ केमिकल मेथडमा यति कुरा दिमागमा राखिराख्ने। अरू भनेको त तपाईँको चाहिँ यसमा एउटा चाहिँ यसको नेचर के छ भन्दाखेरि, जुन ब्याक्टेरिया छ यो ब्याक्टेरियाका उजहरू अथवा ब्याक्टेरियल चिजहरू चाहिँ तपाईँको के हुन्छ भन्दा पानीबाट चाहिँ एकदम छिटो सर्ने भएको हुनाले यसमा चाहिँ के गर्ने त भन्दाखेरि खेतमा खेतमा पानी के गर्ने, सुकाउने। खेतमा पानी सुकाउने, अघि हामीले के गरिरहेको थियौँ, पानी जमाइरहेको थियौँ, अहिले हामीले के भन्छ पानी सुकाइरहेछौँ। अनि अर्को चाहिँ के गरिन्छ भन्दाखेरि धान खेतमा चाहिँ धानको चाहिँ यो एल्लो स्टेम बोररको वाइएसपी भनेर लेखेँ मैले, एल्लो स्टेम बोरर व्यवस्थापनको लागि चाहिँ धानमा यो क्लिपिङ अथवा तपाईँको चाहिँ टिपिङ गर्ने सिस्टम हुने रहेछ कि कतिपय ठाउँमा यो टिपिङ गर्ने सिस्टम हुने रहेछ। यो भनेको बेर्नाको टुप्पो चुडाउने भनेर भन्छ, बेर्नाको टुप्पो चुडाउने भनेर भन्छ। यो टुप्पो चुडाउने काम चाहिँ गर्नु भएन, के को लागि, ब्याक्टेरियल ब्लाइटको लागि चाहिँ यो टुप्पो चुडाउने काम गर्नु भएन। किन भन्दा यदि तपाईँले बेर्नाको टुप्पो चाहिँ चुडाइदिनु भयो भने यहाँ यसको घाउ भन्छ कि, यो घाउ भन्छ जसलाई हामीले वन्ड भनेर भन्छौँ नि, वन्ड भन्छौँ नि, यो वन्डबाट के हुन्छ त भन्दाखेरि सजिलै ब्याक्टेरियाले चाहिँ असर गर् के अरे ब्याक्टेरिया चाहिँ प्रवेश गर्छ क्या भित्र सिस्टममा प्लान्टको, अनि ब्याक्टेरियल ब्लाइट कज गर्छ। त्यही भएर यो टुप्पो चुडाउने काम चाहिँ क्लिपिङको काम चाहिँ गर्नु भएन है। ल, अब सर्ट रिभाइज गर्दाखेरि केमिकलमा तपाईँले ब्याक्टेरियल इन्फेस्टेसन हो स्टेप्रोसाइक्लिन होइन, स्टेप्रोसाइक्लिनले बिउ उपचार गर्न सक्नुहुन्छ। कपर अक्सिक्लोराइड तपाईँको 1.25 केजी पर लिटरको दरले युज गर्न सक्नुहुन्छ। ब्लिचिङ पाउडर युज गर्न सक्नुहुन्छ। क्लिपिङ गर्नु भएन र लक्षण देखिएको खेतमा के गर्नु पर्यो त, पानी सुकाइदिनु पर्यो है। अनि त्यसपछि पानी सुकाइदिइसकेपछि के हुन्छ त, तपाईँको व्यवस्थापन गर्न सजिलो हुन्छ अथवा कम दुःख दिन्छ है।
ल यति कुराहरू तपाईँहरूले केमा जान्नु पर्यो भन्दाखेरि ब्याक्टेरियल ब्लाइटमा जानेको हुनु पर्यो। ठिक छ। ल ओके, अब हामी जाउँ ब्याक्टेरियल ब्लाइट पछि के थियो माथि हेरौँ त। के थियो साथीहरू, ब्याक्टेरियल ब्लाइट पछि मैले के लेखेको थिएँ? फल्स स्मट हो। ल फल्स स्मट, सिड ब्लाइट, फुट रट रहेछ। ल अब हामी कुरा गरौँ के अरे ब्याक्टेरियल ब्लाइट पछि अर्को डिज है। अब जुनसुकै कुरा गरे पनि हुन्छ, समस्या छैन। तर सबै के हुनु पऱ्यो भन्दाखेरि तपाईँको चाहिँ त्यहाँ कभरअप भएको चाहिँ हुनु पर्यो भन्ने कुरा हो। ल यहाँसम्म क्लियर छ साथीहरू? ल यहाँसम्म क्लियर छ? जतिसक्दो घरमा दुःख नगर्नुहोस् तपाईँहरूले भनेर मैले तपाईँलाई आवश्यक पर्ने कुराहरू लगभग लगभग गरेको छु। केही छुट्यो अथवा कन्फ्युजन भयो भने सोध्नु होला। ल त्यसो भए 3 नम्बरमा के लेखौँ? फल्स स्मट, फुट रट के थियो होइन, फुट रट लेखौँ है त। ल फुट रट, फल्स स्मट पनि आइहाल्छ। फुट रट, फुट रटलाई के पनि भन्छ भन्दाखेरि बकाने डिजिज। बकाने डिजिज पनि भन्छ है साथीहरूलाई। फुट रटलाई के भन्छ? बकाने डिजिज पनि भन्छ। अथवा हामीले के भन्न सक्छौँ भन्दाखेरि धानको पेँध कुहिने रोग भन्दा पनि खासै फरक पर्दैन। धानको फेद कुहिने रोग भन्दा नि खासै फरक पर्दैन है। ल अब यो फुड ट्रट चाहिँ त्यति धेरै के अरे लामो उहरू छैन। अब सर्ट सर्ट छ। चाहिने कुराहरू अब नाम, नेपाली नाम त फुड ट्रट सम्झिनु पऱ्यो, बकाने डिजिज भनेर सम्झिनु पऱ्यो, फेद कुहिने रोग भनेर सम्झिनु पऱ्यो। ठिक छ। अनि त्यसपछि आएर तपाईँको चाहिँ यसको कजल अर्गानिजम। कजल अर्गानिजममा चाहिँ यो फुड ट्रटको चाहिँ के छ भन्दाखेरि जिब्रेला फुजिकुरे भनेर तपाईँले सम्झिनु पऱ्यो। जिआइबिबिइआरइएलएलए, जिब्रेला फुजी केयुआरओआई, फुजी कुरै भनेर एउटा सम्झिनु पर्यो। कहिलेकाहीँ जिब्रेला फुजी कुरै आएन भने तपाईँहरूलाई के पनि आउन सक्छ त भन्दाखेरि तपाईँको चाहिँ जिब्रेला आएन भने जिब्रेला नै मेन जिब्रेला नै सम्झिनुहोस्। किन भन्दा अहिले यो काम लाग्छ। तर यो आएन भने चाहिँ अर्को फ्युजारियम, फ्युजारियम है, फ्युजारियम फुजी कुरै भन्दा नि हुन्छ। फ्युजी केयुआरओआई फ्युजी कुरै है। ल यदि जिब्रेला आएन भने चाहिँ फ्युजारियम चाहिँ तपाईँहरूले सम्झिनु होला है। दुइटै सम्झिनु, फङ्गसले गर्दाखेरि लाग्छ। अब यसलाई चाहिँ यो फुट रट भनेको चाहिँ कस्तो खालको डिजिज हो भन्नुहुन्छ भने, फुट रट भनेको भन्दा हामीले चाहिँ बकाने डिजिज अथवा फेद कुहिने रोग भनेर भन्छौँ। यसको मेन सिम्टम्सको कुरा गर्ने भने यसरी तपाईँको चाहिँ टिलेर छ भने यहाँ एउटा नोड हुन्छ, यहाँ एउटा नोड हुन्छ। यो फुट रटले चाहिँ दुःख दियो भने हो यो जुन दुईटा बिचको दूरी छ नि, यसलाई हामीले के भन्छौँ? के अरे इन्टरनोड बिचको दूरी भनेर भन्छौँ क्या। इन्टरनोड, दुईवटा नोडको बिचको दूरीलाई के भन्छौँ? इन्टरनोड भनेर भन्छौँ। हो यो इन्टरनोड इलोङ्गेसन हुन्छ क्या, यो एउटा चाहिँ सम्झिनु होला। इन्टरनोड इलोङ्गेसन भनेको यसको दूरी बढ्नु भनेको चाहिँ बिरुवाको के हुन्छ त भन्दाखेरि बिरुवाको हाइट बढ्छ क्या। बिरुवाको चाहिँ उचाइ बढेर आउँछ क्या, हर्लक्क बढ्ने के, उचाइ बढ्ने होइन। हो यो केले गर्दा हुन्छ त भन्दाखेरि यहाँनिर तपाईँको यो जिब्रेला भन्ने फङ्गस छ, यसले के रिलिज गर्छ? जिआइबिबिइआरइएलएलआइएनएस, जिब्रेलिन्स भन्ने यसले हर्मोन रिलिज गर्छ। यसले हर्मोन रिलिज गर्छ। यो हर्मोनले गर्दाखेरि के हुन्छ त भन्दाखेरि प्लान्ट हर्लक्क बढेर आउँछ क्या, वृद्धि विकास देखिन्छ सुरुमा। प्लान्ट हर्लक्क चाहिँ बढेर आउँछ। अनि प्लान्ट चाहिँ हर्लक्क बढेर त आउँछ। तर केही अनि अग्लो भइसकेपछि, अब बिरुवा अग्लो भइसकेपछि के हुन्छ त भन्दाखेरि बिरुवा चाहिँ पहेँलिन सुरु गर्छ, पहेँलिन सुरु गर्छ र अन्त्यमा के हुन्छ त मर्दछ होइन। बिरुवा हर्लक्क बढ्ने, पहेँलिने अनि मर्ने। प्रायः जसो रोगमा के हुन्थ्यो? बिरुवाको वृद्धि विकास रोकिन्थ्यो नि त। यसमा वृद्धि विकास हुन्छ साथीहरू। प्लान्ट हर्लक्क बढेर आउँछ। किन बढेर आउँछ भन्दा जिब्रेला भन्ने फङ्गसले चाहिँ यसको फुट रट कज गर्छ। जिब्रेलाले जिब्रेलिन्स भन्ने हर्मोन रिलिज गर्छ। यो हर्मोन्स भनेको बिरुवाको वृद्धि विकासमा सहयोग गर्ने हर्मोन हो। यही वृद्धि विकासमा सहयोग गर्ने हर्मोनले यसको उचाइलाई हर्लक्क बढाउँछ, बिरुवा पहेँलिन्छ र पछि अन्तमा के हुन्छ? मर्छ। अब यसरी के हुन्छ त भन्दाखेरि यसले एक किसिमले फार्मरलाई झुक्क्याउँछ क्या। हो त्यही भएर यसलाई हामीले के भन्छौँ त भन्दाखेरि फुलिस सिडलिङ ब्लाइट भनेर पनि भन्छौँ यसलाई। त्यही भएर हामीले के भन्छौँ त? फुलिस फुलिस सिडलिङ सिडलिङ ब्लाइट भनेर भन्छौँ। भनेको के भयो त? सुरुमा चाहिँ सिडलिङ के भयो? त्यो बेना हर्लक्क बढेर आउने होइन, इन्टरनोड इलङ्गेसन हुने। तर के हुन्छ भन्दा फुलिस भनेको चाहिँ मूर्ख बनायो नि त होइन, झुक्काइदियो नि त। त्यही भएर फुलिस सिडलिङ ब्लाइट भनेर कुन रोगलाई चिनिन्छ भने बकाने डिजिज अथवा फुट रट भनेर चाहिँ साथीहरूले ख्याल गर्नु पर्यो है। ल यो भयो रोगी बिरुवा चाहिँ के हुन्छ?
तपाईँको चाहिँ हर्लक्क बढ्ने, इन्टरनोड इलङ्गेसन हुने, हर्लक्क बढ्ने, पहेँलिने अनि मर्ने। यसको मेन सिम्टम्स भनेकै के हो त भन्दाखेरि यही हो साथीहरू। ल, ठिक छ। ल, त्यसपछि अब यसमा चाहिँ तपाईँहरूलाई चाहिँ के भनेको छ भन्दाखेरि यो खुमल चार भन्ने जातमा चाहिँ यसले अलि बढी दुःख दिएर रहेछ कि यो जातमा। यो खुमल चार भन्ने छ नि, होइन हो, यो जात चाहिँ लगाउँदै नलगाउने भनेर भन्छ है। यो फुट रटको लागि चाहिँ खुमल चार भन्ने रोग चाहिँ लगाउँदै नलगाउने भनेर चाहिँ भन्छ है। र अर्को चाहिँ यसको फुट रटको चाहिँ कस्तो हुन्छ भन्दाखेरि अब तपाईँको चाहिँ फेद कुहिसकेपछि अनि पहिलो इन्टरनोडभन्दा तलपट्टि चाहिँ तपाईँले यसरी यसरी हल्का तपाईँले चाहिँ रुटहरू, यसलाई हामीले के भन्छौँ भन्दाखेरि फल्स रुट भनौँ न। फल्स रुट के भनेको यो यसका नक्कली जराहरू, यो असली जरा होइन कि फल्स रुट अथवा एरियल रुटहरू पनि हामीले देख्न सक्छौँ है। यो पनि एउटा सिम्टम्स हो। यो पनि एउटा के हो त सिम्टम्स हो। यसरी फल्स रुट अथवा एरियल रुटहरू माथि जरा चाहिँ आँखाको नजिकैबाट चाहिँ जरा निस्किएको पनि हामीले देख्न सक्छौँ यो रोग लाग्यो भने है। अब व्यवस्थापनमा तपाईँले के बुझ्नु पर्यो भन्दाखेरि बियो उपचारको कुरा भइहाल्यो, अनि फङ्गिसाइड अप्लाई गर्ने कुरा माथिकै जस्तो यो केही पनि छैन। र रेजिस्टेन्स भेराइटीहरूमा चाहिँ खुमल चार नलगाउनु भनेको छ। यो बाहेक अरू भेराइटीहरू चाहिँ हामीले रिकमेन्ड गर्नुपर्छ भने चाहिँ यो अब यसको रेजिस्टेन्स भेराइटी भनेकै के हो त भन्दा टेक्निकली चाहिँ खुमल चार नलगाउनु भन्नुको अर्थ नै यसको के हो त, यो बाहेकका अरू चाहिँ अरूमा कम दुःख दिएको अथवा अवरोधक जात हुन् भनेर चाहिँ बुझ्नु पर्यो। अब नेपालको केसमा त्यति धेरै दुःख दिएको डिजिज चाहिँ होइन, तर पढ्नु चाहिँ पर्छ। सामान्य जानकारी यति चाहिँ साथीहरूले राख्नु होला है। ल, त्यसपछि आएर फुड रट पछि अर्को डिजिजको नाम लेखौँ। अर्को के थियो, ब्राउन लिप स्पट समथिङ के थियो होइन। 4 नम्बरमा जाउँ। 4 नम्बरमा चाहिँ ब्राउन ब्राउन लिफ स्पट है। अब यो ब्राउन लिफ स्पट भनेको यसलाई तपाईँहरूले ब्राउन लिफ स्पट सँगसँगै हेल्मिन्थोस्पोरियम, HELMINTHOS, हेल्मिन्थोस्पोरियम पोरियम लिफ स्पट स्पट अफ राइस भनेर पनि सम्झिनुहोस्। अथवा खैरो, धानको खैरो थोप्ले रोग है, नेपालीमा धानको खैरो थोप्ले रोग भनेर पनि सम्झिनु पर्यो। नेपालीमा धानको खैरो थोप्ले रोग भनेर सम्झिनु पर्यो। अब यसमा धानको खैरो थोप्ले रोग चाहिँ केले गर्दा लाग्छ भने नि आइसक्यो यहाँ, हेल्मिन्थोस्पोरियम भन्ने फङ्गसले गर्दाखेरि चाहिँ लाग्छ। यदि हेल्मिन्थोस्पोरियम दिएन भने, जस्तै अघि जिब्रेला नदिँदाखेरि के भएको थियो, जिब्रेला नदिँदाखेरि फ्युजारियम आएको थियो। यदि चाहिँ हेल्मिन्थोस्पोरियम दिएन भने के आउँछ त भन्दाखेरि साथीहरू बिपोलारिज भनेर आउँछ। बिपोलारिज भनेर आउँछ है। बिपोलारिज ओराइजे भनेर साथीहरूले सम्झिनु होला, यदि हेल्मिन्थोस्पोरियम दिएन भने, नदिएको खण्डमा। ठिक छ। त्यसपछि अब यो रोग आउने बित्तिकै बी फर ब्राउन, बी फर बेङ्गाल भनेर सम्झिन्छु म। यो बेङ्गाल भन्ने ठाउँमा बेङ्गाल स्टेटमा, कहाँको, इन्डियाको भारतको बेङ्गाल भन्ने स्टेटमा चाहिँ यसले 1943को एडीमा चाहिँ एकदमै धेरै के गर्यो त, क्षति गर्यो। जसले गर्दाखेरि त्यहाँ के भयो त भन्दाखेरि बेङ्गाल फेमिन नै भयो अरे क्या साथीहरू। बेङ्गाल फेमिन नै भयो, या फिर यामा यानि फेमिन भनेको भोकमरी नै ल्याइदियो अरे यसले है। यसले चाहिँ के ल्याइदियो त, भोकमरी नै ल्याइदियो अरे 1943 नै इन्डियाको बेङ्गाल स्टेटमा। ल हेर्नु त, अब योमा तपाईँले बी भन्ने शब्दलाई चाहिँ एकदम ख्याल गर्नु पऱ्यो कि, बी भन्ने लेटरलाई। बी फर ब्राउन, बी फर बिपोलारिज, बी फर बेङ्गाल। बुझ्नु भएको छ नि सम्झिने तरिका, कहिलेकाहीँ झुक्किन्छ क्या। बेङ्गाल फेमिन भनेको चाहिँ ब्लाइटले हो कि ब्लास्टले हो कि ब्राउनले हो भन्ने हुन्छ क्या। ब्राउन लिप स्पट भनेर सम्झिने, बी फर ब्राउन, बी फर बेङ्गाल, बी फर बिपोलारिस है। ल, अब यो चाहिँ सब तपाईँहरूले ख्याल गर्नु पर्यो है। अब त्यही भएर यसलाई चाहिँ के हुन्छ, रोगको इतिहासमा चाहिँ यो चाहिँ यसले राम्रो चाहिँ आफ्नो ठाउँ चाहिँ राखेको रोग हो यो चाहिँ ख्याल गर्नु पर्यो। अब यसको सिम्टम्स त अब केही पनि छैन। ब्राउन लिफ स्पट होइन, पातमा खैरा थोप्लाहरू चाहिँ देखा पर्ने है। पातमा चाहिँ गोलाकार खैरा थोप्लाहरू चाहिँ देखा पर्ने। यसको मुख्य लक्षण भनेकै के हो त भन्दाखेरि पातमा पातमा है, पात अथवा तपाईँको उमा पनि है, ग्रेनमा पनि, पात अथवा ग्रेनमा पनि गोलाकार गोलाकार खैरा थोप्ला, गोलाकार खैरा थोप्ला देखा पर्ने हो। त्यसपछि आएर बिरुवाको वृद्धि विकास रोकिने, टिलेरिङ चाहिँ बन्द हुने, ग्रोथ स्टन्ट हुने होइन, जस्ता समस्याहरू चाहिँ लगत नै आउँछ है। ल, यो भयो। अनि त्यसपछि आएर यो भनेको चाहिँ कस्तो हो त भन्दाखेरि यो भनेको एउटा सिड बोन डिजिज हो। यसलाई प्राइमेरीली हामीले के भन्छौँ त भन्दाखेरि सिड बोन
डिजिज भनेर भन्छौँ। यो प्राइमेरली के हो त भन्दा सिड बोर्न डिजिज हो भनेर चाहिँ सम्झिने है। यो पनि कस्तो खालको भन्यो भने बिउबाट लाग्ने बिउ जनित रोग हो एक नम्बरमा। यो तपाईँहरूले चाहिँ सम्झिनु पर्यो। र कस्तो फिल्डमा यसले धेरै दुःख दिन्छ भन्दाखेरि तपाईँको जुन पोटास युक्त मल कम प्रयोग गरेको अथवा पोटास खाद्य तत्त्व चाहिँ कम भएको खेतमा, धान खेतमा यसले बढी दुःख दिन्छ। यो पनि ख्याल गर्नु पर्यो है। पोटास चाहिँ कम भएको चाहिँ उमा चाहिँ के हुन्छ त बढी दुःख दिने भएको हुनाले अब पोटास मल भनेको त तपाईँको यामोपी हामीले प्रयोग गर्ने हो। अब म्युरेट अफ पोटास त महँगो छ। महँगो भइसकेपछि गरिब कृषकहरूले प्रयोग गर्न सक्दैन। त्यही भएर चाहिँ यसलाई के भन्छ त भन्दाखेरि पोर म्यान डिजिज पनि भन्छ यसलाई। गरिबको रोग पनि भन्छ। धानमा देखिने गरिबको रोग किन भन्छ त भन्दा खाद्य तत्त्व पोटास भन्ने खाद्य तत्त्व कमी किन, यामोपी कृषकहरूले अब गरिब कृषकले एफोर्ड गर्न सक्दैन। त्यसले गर्दा यसलाई के भन्छ पोर म्यान डिजिज भनेर पनि भन्न सकिन्छ है। ल यो चाहिँ यो चाहिँ साथीहरूले ख्याल गर्नु पर्यो है। र माथिको चाहिँ एउटा मैले भन्न बिर्सेँ। यो ब्लास्ट र ब्लाइट भन्ने रोग चाहिँ केले गर्दा लाग्छ भन्दा भने नाइट्रोजन भन्ने तत्त्व चाहिँ एकदमै बढी प्रयोग गर्नुभयो भने यो रोगले दुःख दिन्छ। यो ब्लास्ट अफ ब्लाइट चाहिँ नाइट्रोजन तत्त्व अथवा युरिया तपाईँले बढी प्रयोग गर्नुभयो भने यो रोगले दुःख दिन्छ भने पोटास कम भयो भने चाहिँ हेल्मिन्थोस्पोरियम लिपिस्पोटाइट्सले चाहिँ दुःख दिन्छ भनेर चाहिँ साथीहरूले ख्याल गर्नु होला है। ल यो भयो। अब यसको चाहिँ के गर्ने रोकथामको लागि अब तपाईँहरूले सामान्य के गर्नु पर्यो, बिउबाट सुरु हुन्छ भनेपछि बिउ उपचार गर्ने। बिउ उपचार केबाट गर्ने भन्दाखेरि कार्बेन्डाजिम कार्बेन्डाजिमबाट चाहिँ के गर्ने, कार्बेन्डाजिम 50% वेटेबल पाउडर भनेर बजारमा आउँछ। यसले चाहिँ के गर्ने भन्दाखेरि यो चाहिँ 2 ग्राम पर केजी बिउको दरले चाहिँ उपचार गरेर लगाउने। ठिक छ। त्यसपछि आएर तपाईँको चाहिँ यो धानको जातहरूमा चाहिँ यो तपाईँले चैते धान लगाउनु भयो भने चैते धानमा चाहिँ यसले कम दुःख दिन्छ है। रेजिस्टेन्स भेराइटीमा चाहिँ चैते धान लगाइदिनु भयो भने यसले कम दुःख दिन्छ है चैते धानको हकमा। त्यसपछि आएर तपाईँको चाहिँ यदि फिल्डमा चाहिँ हामीले एकदमै धेरै यो हेल्मिन्थोस्पोरियम उसको लागि प्रयोग हुने भनेको चाहिँ म्यानको जेब चाहिँ म्यानको म्यानको जेब यो चाहिँ तपाईँको 75% डब्लुपी भनेर बजारमा आउँछ हो। यो भनेको तपाईँले 2 देखि 3 ग्राम हो। 3 ग्राम पर लिटर पानीमा मिसाएर के गर्ने त छर्कने भनेर भन्छ है। यो चाहिँ 15 दिनको फरकमा 3 पटक छर्कने भनेर भन्छौँ हामी। 15 दिनको फरकमा 3 पटक छर्कने। 15 दिनको फरकमा फरकमा कति पटक त 3 पटक है। यो रासायनिक तरिकामा चाहिँ यी तरिकाहरू चाहिँ अवलम्बन गर्न सकिन्छ। बिउ उपचारको कुरा नछुटाउने, खाद्य तत्त्व व्यवस्था अब यसमा के लेख्ने भन्दाखेरि बिउ उपचारको कुरा नछुटाउने, खाद्य तत्त्व व्यवस्थापनको कुरा नछुटाउने हो। त्यसपछि आएर तपाईँको चाहिँ के अरे यो के भन्छ फिल्ड स्तरमा जाँदाखेरि चाहिँ म्यानको चाहिँ 75% 2 देखि 3 ग्राम प्रति लिटर पानीमा मिसाएर 15 दिनको फरकमा 3 पटक छरे के अरे प्रयोग गर्दाखेरि चाहिँ यो व्यवस्थापन हुन्छ भनेर चाहिँ भन्छ है। यसको सिम्टम्स हामीले कहाँ कहाँ देख्न सकिन्छ भन्दाखेरि एउटा तपाईँको पातमा देख्न सकिन्छ। अनि त्यसपछि आएर तपाईँको अर्को चाहिँ ग्रेनमा, मैले यहाँ लेखेको छु पातमा देख्न सकिन्छ अनि ग्रेनमा पनि हामीले सजिलै देख्न चाहिँ सकिन्छ है त। ल यो भयो ब्राउन लिप स्पट भयो। यति चाहिँ सम्झिनु पऱ्यो ब्राउन लिप स्पटमा। त्यसपछि हामी अर्को के थियो, अब माथि जे भए पनि मैले यहाँ दिमागमा जे आयो त्यहीँ सुरु गर्छु साथीहरू है। 5 नम्बरमा अब हामी जाउँ 5 नम्बरमा है त। ल यहाँसम्म क्लियर छ। अब हाम्रो सायद धेरै टाइम पनि छैन है, किन भन्दा 7:29 भइसकेको छ। अब लास्ट एउटा डिजिट सकिन्छ कि लास्ट एउटा फल्स स्मट लेखिदिइहालौँ है साथीहरू है। एफएलएसई फल्स स्मट। ल फल्स स्मटलाई के भन्छ भन्दाखेरि धानको कालो पोके भनेर भन्छ। सबैलाई थाहा होला कालो पोके भनेर भन्छ। धानको कालो पोके भनेर भन्छ। अब यो भनेको फङ्गसले गर्दा लाग्छ। कुन फङ्गस भन्ने तपाईँले जानेकै हुनुपर्छ। अस्टिलागिनोइडी अस्टिलागिनोइडी भाइरेन्स अस्टिलागिनोइडी भाइरेन्स भन्ने फङ्गसले गर्दा लाग्छ। यो साथीहरूले जानेर बस्नु होला। त्यसपछि यो फल्स स्मट कालो पोके भनेको चाहिँ स्मट भन्ने बित्तिकै चाहिँ सिड बोन हो। बिउबाट चाहिँ बिउ जनित रोग हो यो। ठिक छ। बिउ जनित रोग हो। अनि यसको चाहिँ तपाईँको कस्तो हुन्छ भन्दाखेरि बिउबाट चाहिँ लाग्छ। यसको लक्षणको कुरा गर्दाखेरि चाहिँ हामीले के सम्झिनुपर्छ त भन्दाखेरि
तिनवटा कलर सम्झिनुपर्छ क्या यसको लक्षणको कुरा गर्दा तिनवटा कलर है यसको लक्षण सम्झिनु होला है। फल्स स्मार्ट भन्ने बित्तिकै के लेख्ने भन्ने हुन्छ क्या धेरैलाई। कालो पोके त कालो पोके, तपाईँको चाहिँ ग्रेनमा पुरै कालो पोका परेको हुन्छ, के अरे फङ्गसको भनेर त भनिन्छ, तर अरू के लेख्ने जस्तो हुन्छ क्या। त्यही भएर यसमा चाहिँ के बुझ्नु पर्यो त भन्दाखेरि यो यो रोग भनेको यसको चाहिँ लक्षण पेनिकलमा देखिन्छ, सबैलाई थाहा छ, देख्नु पनि भएको छ। अनि पेनिकल जस्तै यो पेनिकल यसरी ग्रेन हो भने यो फेरि कस्तो छ रोग भन्दा सबै ग्रेनमा पनि देखिँदैन के, केही केही दानामा मात्र देखिन्छ यो है। केही दानामा तपाईँको चाहिँ कालो ढुसीको फङ्गसले पोको परेर कभर गरेर चाहिँ बसेको हुन्छ हो। यही हो हाम्रो लक्षण त यही हो। तर यिनीहरूको देखिने प्रक्रिया हुन्छ, त्यसमा देखिने प्रक्रियामा चाहिँ के हुन्छ भन्दाखेरि जुन फङ्गसको स्पोर्सहरू छ अथवा फङ्गसहरू छ, सुरुमा कस्तो हुन्छ भन्दाखेरि सुरुमा तपाईँको चाहिँ पहेँलो कलरको देखिन्छ। सुरुमा कस्तो हुन्छ, सुरुमा येल्लो कलर पहेँलो कलरको चाहिँ त्यो स्पोर्ट्सहरूको रङ कस्तो हुन्छ सुरुमा चाहिँ, सुरुमा भनेको इमेच्योर कन्डिसनमा, अपरिपक्व अवस्थामा चाहिँ यिनीहरू पहेँला हुन्छन्, सुनौलो पहेँलो भनेर भन्छ। त्यसपछि यिनीहरू चाहिँ कस्तोमा जान्छ त भन्दाखेरि ओरेन्जमा जान्छ है। त्यसपछि चाहिँ ओरेन्जमा जान्छ। सुरुमा सुनौलो पहेँलो हुन्छ, त्यसपछि हल्का फिक्का पहेँलो है, एल्लोइस भनेर भन्छौँ। फिक्का पहेँलोदेखि तपाईँको चाहिँ हरियो भनेर भन्छ, हरियो। सुरुमा सुनौलो पहेँलो, त्यसपछि फिक्का पहेँलोदेखि हरियो कलरमा जान्छ। अनि त्यसपछि आएर अर्को थर्ड स्टेज, यो फर्स्ट स्टेज, यो सेकेन्ड स्टेज र अर्को यो थर्ड स्टेजमा जाँदाखेरि चाहिँ के हुन्छ भन्दाखेरि थर्ड स्टेजमा चाहिँ ग्रिनिस, GREENIS, ग्रिनिस ब्ल्याक भनेर भन्छ। भनेको यो अघि चाहिँ ओरेन्ज ग्रिन थियो, अब त्यो ओरेन्ज ग्रिनबाट फेरि टर्न भएर चाहिँ ग्रिनिस ब्ल्याक, र अन्तिममा के हुन्छ त कालो पोका परेर बस्छ, लास्टमा चाहिँ ब्ल्याकमा गएर टुङ्गिन्छ क्या हो। त्यही भएर यसलाई के भनेको त भन्दाखेरि कालो पोके भनेको कारण यो सुरुमै कालो देखिने होइन साथीहरू, सुरुमा पहेँलो, त्यसपछि हल्का हरियो भए जस्तो नै हुन्छ, हरियोबाट फेरि लास्टमा गएर के हुन्छ त कालो कलरमा चाहिँ टर्न आउट हुन्छ। यसरी चाहिँ यसको सिम्टम्सहरू देखिन्छ। र यो पुरै बालालाई नै देखिन्न, फेरि बालाको केही दानाहरूमा मात्र यसले चाहिँ कभर गरेर चाहिँ राखेको हुन्छ कि, बालाको केही दानाहरूमा मात्र। ठिक छ। ल अब यसको म्यानेजमेन्टको कुरा गर्ने हो भने, कार्बेन्डाजिमले बिउ उपचार गर्ने। ठिक छ, कार्बेन्डाजिमले चाहिँ बिउ उपचार गर्ने हो। अनि त्यसपछि आएर कार्बेन्डाजिमले चाहिँ बिउ उपचार गर्ने नम्बर फर्स्टमा हो। त्यसपछि आएर अरू तरिकाहरू भनेको तपाईँको माथि जस्तै जे प्रयोग गर्नु, जस्तै यसमा चाहिँ तपाईँको के भन्छ यो कपर अक्सिक्लोराइडले पनि मजाले काम गर्छ, पछि तपाईँको चाहिँ म्यानकोजेबले पनि पछि मजाले काम गर्छ है। तर बेस्ट यसको वे भनेको के हो त, सिड बोन डिजिज भएको हुनाले बिउ उपचार गरी लगाउने भन्ने कुरा चाहिँ ख्याल गर्नु होला। अब रेजिस्टेन्सको कुरा गर्ने भने अहिले हालसालै आएका नयाँ जति पनि भेराइटीहरू छन् तिनीहरू चाहिँ रेसिस्ट गर्ने क्षमता भएको भेराइटीहरू चाहिँ छन् अहिले रिसेन्टली आएको भेराइटीहरूमा चाहिँ है। ल विशेष गरी चाहिँ यो हर्दीनाथहरूमा चाहिँ अलिकति कम देखिएको भनेर चाहिँ भन्छ है त। ल अब आजलाई चाहिँ मैले यति नै गरेँ साथीहरू, मसँग अब धेरै टाइम भएन, टाइम सकिसकेको छ। केही क्वाइरिजहरू छन् भने सर राखौँ। र अब तपाईँहरूले चाहिँ अब यो के नोट त के भन्ने हो, यो तपाईँलाई रफ जस्तो हो साथीहरू, यो रफ जस्तो हो। यसरी सर पढ्नुभयो भने एमसिक्यूलाई पनि यसले हेल्प गर्छ। बुझ्नु पऱ्यो कि मैले चाहिँ डिजिजको नाम सुन्ने बित्तिकै के कुराहरू दिमागमा राख्ने त भन्ने कुरा चाहिँ थाहा भएको हुनुपर्छ है। ल केही छ साथीहरू, केही छ ल भनौँ त। ल केही छ भने लेखौँ, नभए आजलाई यति नै गरौँ। ल त्यसो भए कसैको केही छैन भने ओके, थ्याङ्क यू टु अल, हेभ अ गुड टाइम। हामी भोलि फेरि यथावत समयमा चाहिँ हाम्रो क्लास हुन्छ है प्रोटेक्सनको। ल ओके, गुड नाइट।